भनिन्छ मानव जीवनमा हरेक कुराको सुरुवात एउटा सपनाबाट हुन्छ, एउटा इच्छाबाट हुन्छ। एउटा यस्तै दृढ इच्छाले भरिएका फुटबल खेलाडीको सपना थियो आफ्नो देशको जर्सी लगाएर मैदानमा उत्रने। एउटा इच्छा नेपाली फुटबलको नाम विश्व सामु चिनाउने। नेपाली फुटबलका अस्ति राजु काजी साक्य उर्फ फुटबल काजीको जन्म विक्रम सम्मत 2017 साल असार 24 गते सुन्दर नगरी धरानमा हुन्छ। बुवा सानु काजी साक्य र आमा देवीमाया साक्यको माइलो सुपुत्रका रूपमा उनी एक मध्यम वर्गीय परिवारमा जन्मन्छन्। हामी चाहिँ सबै धरानमा हामी जन्मेको। म 2017 साल जन्मेको धरानमा जन्मेको। अनि हामी 3 जना दाजुभाइ छौँ, 5 जना दिदीबहिनीहरू छौँ हामीहरू। अब अहिले बुवा चाहिँ हुनुहुन्न, बेच्नु भयो उहाँहरू होइन। धरानमा यस्तो एउटा महल थियो। त्यो बेला जुन बेला चाहिँ हामी धरानमा बच्चाको लाइफमा हामी खेल्थ्यौँ, धेरै कुराहरू खेल्थ्यौँ हामी त्यहाँनिर चाहिँ बच्चाहरूमा चाहिँ। फुटबल भन्दाखेरि हामी फुटबल त पाएनौँ, हामीले मोजाको कागजको डल्लो भोगोटीहरू जे हुन्छ रबरहरू भयो, अनि फुटेको ब्लाडरहरू हुन्थ्यो होइन, त्यसलाई टाटुटु गरेर हामी त्यसरी चाहिँ एउटा बाल्यकालमा चाहिँ हामी त्यसरी स्टार्ट गरेको थियौँ। खेल्नुमा धेरै कुराहरू खेल्थेँ म, नाच्नु पनि नाच्नेहरू भयो स्कुल लाइफ। स्कुल भन्दाखेरि एकदम बच्चाको लाइफमा अब 1-2 क्लासहरू पढ्दाखेरि चाहिँ। अनि हामी चाहिँ कस्तो थियो भने त्यो लाइफ चाहिँ कस्तो थियो भने खुल्ला थियो धरान, रमाइलो थियो हामीहरू। अनि हामी चाहिँ यो फुटबल मात्रै होइन, हामी खेल्ने जस्तै ओखरहरू भयो, गुच्चाहरू भयो, कर्बी भन्थ्यो, सिगरेटको खोलहरू भयो, चुडको खोलहरू भयो, सलाइको खोलहरू भयो, यस्तो गेम्सहरू हामी चाहिँ सानोमा धेरै खेल्थ्यौँ। त्यो लाइफ थियो हाम्रो। अहिलेको बच्चाहरूको भन्दा पनि हाम्रोमा चाहिँ स्पोर्ट्स लाइफ राम्रो थियो। धरानको खेलकुदमय वातावरणमा राजु पनि खेलकुदबाट अछुतो रहन सकेनन्। सुरुमा फुटबल र टेबल टेनिस खेल्ने गरेका उनी साथीहरूको सङ्गतमा फुटबलतिर आकर्षित हुँदै गए। पहिला पुरानो बजारमा बस्थेँ, त्यसपछि हामी चाहिँ अहिले बसेको घरमा चाहिँ चन्द्र लाइनमा हामी बस्छौँ, जहाँ चाहिँ पब्लिक स्कुल ठ्याक्क अगाडि घर छ। त्यो चाहिँ राम्रो ग्राउन्ड थियो त्यहाँनिर चाहिँ। अनि त्यहाँ चाहिँ सिनियर दाइहरू त्यहाँ खेल्नु जाने, अनि हामी चाहिँ खेल्नु चाहिँ नपाउने, तर के भने दाइरको गेम हेर्ने, अनि त्यो दाइरले हानेको बलहरू चाहिँ बाहिर आउट हुन्थ्यो, त्यो बल टिपेर ल्याएर एक सर्ट मात्रै हान्नु पायो भने एकदम हामी खुसी हुन्थ्यो होइन। त्यसरी चाहिँ हाम्रो मेरो चाहिँ क्यारियर सुरु भयो। अनि पछि मेरो गेम पनि राम्रो हुँदै गयो, अलिकति हाइट पनि बढ्दै गयो। त्यसपछि अलिकति ट्रेनिङ पनि हामीले अब एमबी थापा भन्ने हाम्रो एउटा प्रशिक्षक हुन्थ्यो। जिन्दगीमा पहिलोचोटि धरानले झन्डै 20-40वटा बल चाहिँ हामीले एउटा बोरामा ल्याएर हामीले ट्रेनिङ गराएको चाहिँ पहिलोचोटि हो त्यो चाहिँ होइन। अनि त्यसो चाहिँ मेरो गेम पनि देखेपछि अनि दाइहरूले सिनियर दाइहरूले चाहिँ ओहो यो राम्रो छ भनेपछि अनि इन गर्नु थालेपछि म त्यसरी बिस्तारै खेल्दै गएपछि ठुलो गेम त मैले कहिले पनि खेल्नु पाइनँ धरानबाट। मलाई एउटा पश्चाताप के छ भने म राष्ट्रिय टिमबाट म 17 वर्ष खेलेँ, तर म धरान 11वटा मैले कहिले खेल्नु पाइनँ। धरानको म बी टिममा हुन्थेँ, सेकेन्ड टिम भन्थेँ हाम्रो। पछि खेल्दै गएपछि अनि त्यसपछि हाई स्कुल लाइफ भएपछि झन् त्यहाँनिर स्पोर्ट्समा बढी इम्पोर्टेन्ट थियो गभर्मेन्टले, वीरेन्द्र सिलहरू हुन्थ्यो होइन। अनि मैले के गरेँ भने यो टेबल टेनिस, भलिबल, अरू गेम्सहरू सबै छोडेर सक्सेस हुनु छ भने म एउटामा लाग्नुपर्छ भनेर चाहिँ मैले फुटबलमा लागेँ। त्यसपछि अनि वीरेन्द्र सिल खेलेपछि त्यसपछि फेरि म अनि एसएलसी थिएँ, एसएलसीबाट हामी पास भएपछि चाहिँ अनि हामीलाई इन्टर कलेज चाहिँ हामी गेम खेलेँ। इन्टर कलेज खेल्दाखेरि हामी फर्स्टमा खेल्दाखेरि फाइनलमा हामी हार्यौँ, सेकेन्डमा हामी जनकपुरमा हुँदाखेरि हामीले जित्यौँ। त्यसपछि थर्डमा विराटनगर हुँदाखेरि पनि हामीले महेन्द्र बाबु क्याम्पसले हामीले जित्यौँ होइन। त्यसपछि म जनकपुरमा खेलिसकेपछि के भयो भने चाहिँ त्यहाँ चाहिँ त्यो बेला चाहिँ मेरो हजुरबा बाजे बित्नु भएको थियो, म कपाल काटेको तालु थियो। अनि त्यो जनकपुरमा चाहिँ त्यहाँ कलेजबाट खेल्दा चाहिँ यो तालु खतरा छ भन्दै क्या मलाई, यो तालु कस्तो खतरा, तालु भनेर मलाई त्यो जनकपुरको मान्छे निस्काएर। अनि पछि त्यो फेमस भइसकेपछि चाहिँ अनि जनकपुरमा चाहिँ जलेश्वर भन्ने टिम थियो, जलेश्वर भन्ने उहाँको दाइहरूले चाहिँ हामीलाई बोर्ड बोलायो क्या हामीलाई। जिन्दगीमा कहीँ खेल्न नपाएको मान्छे एउटा क्लबले बोलाएर चाहिँ हामी एउटा खजुरी भन्ने ठाउँमा हामी खेलेको थियो, फाइनल पुगेको त्यहाँनिर, फाइनलमा हामीले जितेको पनि त्यहाँनिर। त्यसपछि म अलिकति हाइलाइटमा आएँ जिल्लातिरबाट। त्यसपछि अनि कोसीबाट पनि खेलेँ मैले, कोसी अञ्चलबाट नेसनल गेम हुन्थ्यो हामीलाई, नेसनल गेम पनि खेलेँ। सागरमाथा अञ्चलबाट चाहिँ
मलाई बोरो बोलाएर चाहिँ हाम्रो धरानको दाइहरू थियो, कैला दाई, कमल दाई, वीरे दाइहरू हामीहरू चाहिँ काठमाडौँमा आएर चाहिँ बर्थडे कप खेल्न आएको थियो। त्यो बेला अब इन्डियाको श्याम थापा होइन, नाम चलेको श्याम थापाले थियो। त्यो गेममा म चाहिँ खेल्नु चाहिँ पाइनँ, हाम्रो दाइहरू नै खेल्नु पर्थ्यो। अनि त्यो गेममा चाहिँ बोइजनसँग हामी हारिसकेपछि अनि हामी एउटा होटेलमा बसेका थियौँ। होटेलमा बस्ने बित्तिकै त्यहाँ जनकपुरको एउटा गणेश छेत्री भन्ने एउटा राम्रो प्लेयर थियो, एकदम राम्रो प्लेयर हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ के भन्यो भने जनकपुर चुरोट घाटघाट एउटा टिम बनाउँदैछ, अनि त्यो टिममा चाहिँ तपाईँहरू आउनु पर्यो भनेर चाहिँ स्पेसल हाम्रो सिनियर दाइ जो राम्रो दाइहरू त काइला दाइ, कमल दाइहरू, वीर दाइहरू, अरू दाइहरूलाई चाहिँ अफर गरेर मैले सुनिराखेँ। म त फुटबल क्रेजी होइन, अनि मैले पनि दाइ म पनि आउँछु भनेर मैले इन्ट्रेस्ट देखाएपछि ओहो तिम्रो जस्तो यङ प्लेयर आएको त झन् राम्रो भनेर दाइले भन्नुभयो। ल अब यहाँबाट फर्केको हामी 3-4 दिनपछि हामी तपाईँलाई लिन आउँछौँ भनेपछि यहाँबाट हामीले ब्याग भएर चाहिँ धरान पुग्यौँ। धरान पुगेपछि मैले घरमा चाहिँ जाहेर गरेँ अब म यसरी जाँदैछु जनकपुरमा भन्दाखेरि चाहिँ सबले मलाई रोक्यो, नजानु, पढ्नु, पढाइ खालि पढाइतिर ध्यान दिनु। अब स्कुल पहिला पनि हामी खेल्दाखेरि बच्चामा खेल्दाखेरि पनि बुवा आमाले नखेल, खेलेर केही पनि छैन नेपालमा, के छ र। मामाको एक्जाम्पल दिन्थ्यो, मेरो मामा बिन्दु साके भने धरानको त्यो राम्रो प्लेयर हो, कोसीको राम्रो स्ट्राइकर थियो, उहाँ चाहिँ ब्रिटिस काममा काम गर्नु, तर केही पनि छैन लाइफ, नखेल भनेर मलाई एकदम कराउँथ्यो, गाली गर्नुहुन्थ्यो। म चाहिँ भागेर लुकेर अन्य गरेर म चाहिँ खेलेको गरेपछि मलाई बुवाले मेरो नाम पनि भकुन्डे राखिदियो थियो सानोमा, यो भकुन्डे भनेर। बुवा फेरि अब सुनको काम पनि गर्ने, अनि सुनको काम गर्ने बेला मलाई पनि त्यहाँ काम अडाउने, अनि काम गर्दाखेरि सबैको मेरो दाजुको भाइको काम चाहिँ फिनिसिङ राम्रो हुने, मेरो चाहिँ नहुने के रहेछ। अनि बाबाले चाहिँ मलाई जिस्काएर ए भकुन्डे भन्थ्यो कि, नभन्दै मेरो त्यसरी नै सुरु भएर जनकपुर चुरोट घाटघाटमा जाने भएपछि मैले एउटा सानो झोला लिएर चाहिँ मैले बिदाई गर्न, मलाई धेरै रोक्नु खोज्यो मेरो भेनाजुहरूले, उहाँ बुवा दिदीहरूले, एटलिस्ट मेरो कोचले पनि रोक्नु खोज्यो, सरहरूले पनि, क्याम्पसहरूले रोक्नु खोज्यो। तर एकदम एक कुरा म फुटबलमा तपाईँलाई म के गरेर देखाउँछु भनेर एउटा च्यालेन्जको हिसाबले म चाहिँ धरान छोडेर निस्केँ। धरान छाड्दै गर्दा राजु काजी निकै आतिए, तर धरान छाडेपछि नै उनको व्यावसायिक खेल जीवनको ढोका खुल्यो। फुटबलसँगको आफ्नो लगाव सँगै बोकेर राजु काजी धरानबाट मिथिला नगरी जनकपुर पुग्छन्। जनकपुरमा गइसकेपछि अनि त्यहाँनिर केही दिन हामी बस्यो ट्रेनिङ गऱ्यो, खेलिसकेपछि अनि त्यहाँबाट चाहिँ एक्जिबिसन म्याच राख्यो जनकपुर चुरोट घाट, हेर्नु कस्तो टिम ल्याएको रहेछ भनेर चाहिँ हाकिमहरूले हेर्ने भनेर चाहिँ एउटा त्यहाँ हिमाल क्लब भन्ने एउटा थियो, त्यससँग फ्रेन्डली म्याच खेल्दाखेरि झन्डै हामी 7-8 गोल हानिसकेपछि त्यहाँको जिएमहरू डिजिएमहरू त खुसी पो हो, यो टिम त खतरा रहेछ भनेपछि ल तिमीलाई राख्यो भनेर चाहिँ हामीलाई होटेलमा राख्यो, रामा होटेलमा। 1 महिना भयो, 2 महिना भयो, जागिरै पनि छैन, केही पनि छैन, त्यत्तिकै राखिरहेको छ, खेला राखिरहेको छ। अनि मलाई त एकदम मन उयो भयो होइन, मेरो त क्यारियर बिग्रिने हो कि, म त एउटा फुटबलमा म राम्रो गरेर हिँड्छु भनेको मान्छे त त्यति राख्दा मेरो त भविष्य खत्तम हुने भयो नि होइन, यतातिर पढाइ पनि खत्तम हुने भयो। उतापट्टि फुटबल मेरो क्यारियर बिग्रिने डरले चाहिँ मैले सिधै गरेर हाकिमलाई भने सर यो के गरेको, तपाईँलाई 2 दिनमा हामीलाई जागिर दिन्छु भने 2 महिना भइसक्यो भनेपछि अनि ल भनेर चाहिँ पछि हामीलाई जागिर दिएर थाइदिने कुरा भएको थियो। तर पछि के गर्यो भने हामीलाई दैनिक ज्यालादारीमा हामीलाई जागिर दियो, पर डे 5 रुपियाँ, 5 रुपियाँ हाम्रो एक दिनमा 5 रुपियाँ पाउँथ्यो, त्यो पनि दैनिक ज्यालादारी, हाजिरी गर्नु पर्यो नपाउने, त्यो पैसा मैले हेर्दै हेरेन। जनकपुरको बसाइमा अनेक दुःख कष्टहरू सहँदै उनले सङ्घर्षलाई जारी राखिरहे। कडा मेहनत र आत्मविश्वासको फलस्वरूप सन् 1981 उनले राष्ट्रिय टिममा छनौट हुने मौका पाए। यो मौका नै उनको जीवनको कोसे ढुङ्गा साबित भयो। हाम्रो 2 टाइम ट्रेनिङ हुन्थ्यो, बिहान बेलुका हामी ट्रेनिङ हुन्थ्यो। त्यसरी खेल्दै गएपछि जनकपुर चुरोट घाटमा हामीले धेरै भाग लियो, धेरै ठाउँमा जित्यौँ, नाम पनि चल्यो। अनि जनकपुर चुरोट घाट भने हाम्रो जर्सी पहिलो पनि थियो, झन्डै सबै ब्राजिल टिम भन्थ्यो, हामी खेल्ने पनि सर्ट पासहरू खेल्थ्यौँ। अनि खेल्दै गइसकेपछि चाहिँ नेपालमा चाहिँ पहिलो 81मा 38 सालमा तपाईँको प्रथम राष्ट्रिय खेलकुद चाहिँ यहाँ भएको थियो गेम, त्यो चाहिँ एउटा मिनी ओलम्पिक जस्तै एसियन गेम जस्तै सबै गेमहरू हुन्थ्यो। अनि हामी त्यहाँ जनकपुर अञ्चलबाट भाग लिएका थियौँ। अनि त्यहाँ अञ्चलबाट खेलिसकेपछि हामी चाहिँ 3rd भयो, तेस्रो भयो।
अनि हामीले चिलिपास अहिले वीरेन्द्र डेमीको साथीबाट चाहिँ हामीलाई चाहिँ हामीले पुरस्कार पनि पाएको थियो। त्यसपछि हामी फर्केर जनकपुर गएँ। जनकपुर गएको 2 दिन 3 दिनमा मेरो नाम आएछ नेपाल टिममा सिलेक्सन भयो भनेर। मलाई त थाहा थिएन। अनि हाम्रो माथि अफिसमा डाइरेक्ट फोन आएपछि अनि मलाई खबर गरे ल तिमीलाई चाहिँ सिलेक्सन भएको छ भन्दाखेरि म त एकदम यस्तो सरप्राइज भयो कि बापरे बाप, मलाई एकदम एक्साइटिङ भयो होइन। म त के हो कसो होला के होला। अब धरानमा पनि पहिला कुरा सुनिरहेको, बाहिरको मान्छेहरूलाई चाहिँ काठमाडौँको मान्छेले एकदम हेर्दैन होइन, एउटा डिसिप्लिन राम्रो छैन के भनेर चाहिँ एकदम टिममै पार्दैन भन्ने यस्तो कुरा सुनिरहेको, नेगेटिभ कुरा सुनिरहेको। अनि मैले चाहिँ होइन मैले त प्रुफ गर्नु छ, देखाउनु छ भनेपछि अनि त्यो टिम चाहिँ मलाई खबर गरेपछि चाहिँ नेपाल टिम चाहिँ सिक्किममा गभर्नर्स गोल्ड कप खेल्न जाने भनेर त्यो टिम चाहिँ आउँदैछ, तिमी चाहिँ म ढल्केबाट बस्नु भनेर चाहिँ मलाई भनेको थियो। त्यसपछि अनि म चाहिँ एकदम एक्साइटिङ भयो के गर्ने है। अब रात बिहान आउँछ के गर्ने म त 9-10 बजे रिक्सा चढेर ढल्केबाट आइपुगिहालेँ। ढल्केबाट आएर एउटा त्यो रुखको फेदमा अब कोठा पनि छैन, होटेल पनि छैन, पैसा पनि के पनि छैन, त्यतिकै बाहिर बसिरहेको। बस आयो कि छोडेर जान्छ कि डरले यसो हेऱ्यो कि भने फेरि बस्यो, निद्रै लागेन। अनि हुँदा 4-5 बजे 5 बजेपछि अनि गाडी आयो। गाडी आउने बित्तिकै म यसो बसिरहेको थिएँ। अनि झ्यालबाट कराए राजु भनेर करायो क्या। त्यो भन्ने बित्तिकै मलाई त्यस्तो आनन्द भयो नि, अब होइन रहेछ यस्तो छोडेर जाँदैन रहेछ भनेर। त्यसपछि बस्न जाने बित्तिकै त अब त्यो धरानमा त्यो कमेन्ट्री सुनिरहेको रूपकराज शर्मा, अशोक केसी, गणेश थापा, फल्ना धीरेन्द्र प्रधान, सुरेश मन्ती, एक सयको होइन लोकबहादुर साईको नाम सुनिरहेको, कमेन्ट्री धर्ममा सुनिरहेको मान्छेसँग बसमा देख्दा त आफूलाई त कस्तो भयो होला अब त्यहाँनिर होइन। कस्तो एक्साइटिङ भने सबलाई मर्निङ भन्दै अनि म त लास्ट सिटमा गएर बस्यो। राष्ट्रिय टिममा समावेश हुनु राजुका लागि जति कठिन थियो त्यति नै कठिन थियो काठमाडौँको बसाइ। राजुकाजीको समस्या थाहा पाएर आफ्नै घरमा बस्ने व्यवस्था मिलाइदिने डाक्टर किरण राई उनका लागि देउता नै साबित भए। किरण राईलाई स्पेसल अब मैले धेरै चाहिँ धन्यवाद दिनुपर्छ होइन। किनभने एउटा मैले राम्रो फ्यामिली पाएँ त्यहाँबाट। अब हामी फेरि एउटा मेरो के थियो भने फुटबल भनेपछि छुट्टी हुँदा जस्तै दसैँ तिहारमा पनि म आफ्नो घर जाँदैन थिएँ। प्रायः म धेरै कम जान्थेँ। तिहारमा अलिक बढी जान्थेँ, नभए धेरै कम। किन भन्दाखेरि म बसेको घरमा जुन किरण त्यहाँ 3 जना दिदीबहिनी हुन्थ्यो होइन। हामी टिका लाउँथ्यौँ। हामी त्यहाँनिर उहाँको राईहरूको संस्कार अनुसार हामी टिकाहरू लाउँथ्यौँ, भाइ टिका लाउँथ्यौँ। हामीलाई कुनै कुरामा पनि त्यहाँ कमी भएन क्या। त्यसले गर्दाखेरि पनि मलाई चाहिँ धेरै सपोर्ट भयो। भनेपछि म त्यो घरमा 14 वर्ष जति बसेँ। तर म एउटा अनुशासित भएर मेरो आमा बाउले सिकाएको एउटा सिद्धान्तमा एउटा उद्देश्य लिएर जुन हिँड्थ्यो, एउटा परिवारमा कसरी बस्नुपर्छ के गर्नुपर्छ भनेर एउटा मलाई एउटा ज्ञान पनि थियो। किनभने मलाई मेरो मुवाले आमाले जहिले पनि छोरा मान्छेको कमजोरी के हो भन्ने कुराहरू चाहिँ मलाई सानोदेखि नै मलाई सिकाइरहेको थियो। छोरा मान्छे हो चाहिँ जाँड खानुहुन्न, रक्सी खानुहुन्न, तास खेल्नुहुन्न, केटीहरूसँग लाग्नु हुँदैन भन्ने कुरा चाहिँ मलाई स्कुल लाइफमा एउटा त्यो थियो। तर मैले जिन्दगीमा मैले तपाईँले कहीँबाट सोध्नु मैले त्यो लाइनमा कहिले पनि त्यहाँ हिँडेन म त्यहाँ होइन। त्यसले गर्दाखेरि म एउटा सक्सेस हुनुमा त्यो पनि एउटा कारण जस्तो लाग्छ। त्यस कारण त्यो घरलाई चाहिँ म धेरै हृदयदेखि चाहिँ म धन्यवाद दिन चाहन्छु। किन उहाँले हामीलाई धेरै सपोर्ट गर्नुभयो। हामीलाई फुटबलमा अझै के गर्नुपर्छ, राम्रो हुनुपर्छ भनेर एउटा चाहिँ ड्याडीबाट, मम्मीबाट, दिदीबहिनीबाट चाहिँ हामीले एउटा सपोर्ट हामीले पायौँ र त्यो अनुसार म सक्सेस पनि भयो। त्यसले गर्दाखेरि चाहिँ म अझै पनि भन्दैछु उहाँले मेरो चाहिँ धेरै धन्यवाद छ। मलाई मेरो घरको फिलिङहरू कम हुँदै आयो। किन मैले ड्याडी पनि पाएँ, बाउ पनि पाएँ, आमा पनि पाएँ, दिदी भाइहरू पाएँ होइन। अनि मेरो मुवाले के भन्नुहुन्थ्यो भने तेरो धर्म आमा हो, अर्को तेरो आमा हो, आमा जस्तो हो, तैँले मलाई भन्दा पनि त्यो आमालाई तैँले हेर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई सिकाइराख्नु हुन्थ्यो होइन। त्यो रिलेसन अहिलेसम्म हाम्रो छ हाम्रो परिवारमा। किरण भन्ने भाइ पनि अब अहिले काठमाडौँ हुन्न, बाहिर डक्टर बाहिर हुनुहुन्छ। बडा राम्रो मान्छे, खेलाडी पनि राम्रो, बानी बेहोरा पनि राम्रो, सबै कुरा जानेको, डिसिप्लिन राम्रो। अनि त्यो भाइबाट पनि हामीले धेरै कुराहरू जाने, राम्रो पढाइ पनि थियो उसको। 1985 मा हामी एनआरटी क्लबबाट चाहिँ श्रीलङ्का हामी फुटबल खेल्नु गएको थियो क्लब साइडबाट।
अनि उसलाई स्कलरसिप आयो कि रसममा डक्टरको लागि भनेपछि ऊ त्यहाँबाट कमब्याक भएर डक्टर पढ्दैदेखि उसले फुटबल खेल्नु छोडेको। नभए एउटा चाहिँ राम्रो प्लेयर ऊ पनि होइन, अनि राम्रो डक्टर पनि हुन्छ इन्डीको स्पेसलिस्ट। हाम्रो पालिको खेलाडी कस्तो थियो भने केही इन्डिभिजुअल प्लेयरहरू राम्रो, जस्तै गणेश थापाहरू भयो, हाइमदा जुनियर, उमेश प्रधान, मणि शाहहरू भयो, वाइबी घलेहरू भयो, कृष्ण थापाहरू भयो, मानबहादुर भयो, धेरै खेलाडी चाहिँ धीरेन्द्र प्रधान डिफेन्समा भयो, गोलकिपरमा त्यस्तै भयो खेलाडीहरू होइन। तर हाम्रो पालिमा के थियो भने त्यो नेपालको जर्सी लगाएपछि देशको लागि खेल्नुपर्छ, मरेर खेल्नुपर्छ भन्ने एउटा त्यो चाहिँ हामीलाई एउटा चाहिँ प्रेरणा दिने चाहिँ त्यो बेलाको हाम्रो सदस्य सचिव शरचन्द्र शाह, कमल थापाहरू भयो होइन। उहाँले यस्तो मोटिभेट गर्नुहुन्थ्यो, जहिले पनि देशको लागि चाहिँ खेल्नुपर्छ, राष्ट्रिय झन्डा, नेपाल आमा, यही यस्तै कुरा मात्रै गर्नुहुन्थ्यो क्या, देशको लागि खेल्नुपर्छ भनेर। राष्ट्रिय टिमबाट उनले थुप्रै अन्तर्राष्ट्रिय खेलहरू खेले। आरएनएसीको टिमबाट 1981 गभर्नर्स कप सिक्किममा विजेता बने। त्यस्तै 1981 मै पाकिस्तानको कराचीमा भएको दोस्रो अजाम वर्ल्ड कप र काठमाडौँमा भएको दोस्रो एन्फा कपमा पनि सहभागी भए। त्यस्तै सन् 1982 मा थाइल्यान्डको ब्याङ्ककमा भएको 15औं किङ्स कप, काठमाडौँमा भएको 23औं एसियन युथ कप, न्यू दिल्लीमा भएको 9औं एसियन गेम्स, काठमाडौँमा भएको तेस्रो एन्फा कप र चाइनामा 5 वटा फ्रेन्डली म्याचेसहरू खेल्नुभयो। थर्ड साफ गेममा सायद तपाईँले हेर्नु सानो हुनुहुन्थ्यो होला, 1987 को कुरा हो। त्यहाँ पनि हामी फाइनल इन्डियासँग परेको। त्यो सार्टलेक स्टेडियम भनेको यति ठुलो झन् 1 लाख क्यापेसिटी भएको स्टेडियम हो, फुल प्याक। हामी खेल्यौँ गेम, एकदम इन्डियाको राम्रो टिम थियो। हामी मरेर खेल्दा हामीले पनि चान्स पायो त्यो गोलर हान्ने। त्यहाँनिर त्यो खेल्नु अगाडि हाम्रो एउटा ब्रिफिङ भयो। सरसन शाहले हामीलाई टेबलमा बोलाएर गार्डनमा एउटा ब्रिफिङ भयो। ब्रिफिङ हुँदा उहाँले के भन्नुभयो भने आज इन्डियासँग गेम छ, इन्डियामा हाम्रो धेरै नेपालीहरू छ, प्रवासी नेपालीहरू, उहाँको अनुहार हेरेर पनि तपाईँले खेल्नुपर्छ होइन। आज हामीले जित्यो भने हाम्रो करोड नेपालीहरूको, प्रवासी नेपालीहरूको शिर ठाडो हुनेछ। यस्तो के जोस्याउने क्या, नेपालमा राष्ट्रिय झन्डा भन्थ्यो, हामीलाई काँडा खर्र हुने, अहिले गएर टिम बजाउँ जस्तो लाग्यो। त्यस्तो ब्रिफिङ थियो क्या। त्यो अनुसार हामीले गेम पनि खेल्यौँ। बाइदियो लक्कीले, आफ्नो अनलक्की हाम्रो 1 गोलले हामीले हार्नु पर्यो, दुर्भाग्य भन्नु त्यहाँनिर राम्रो खेलेर हामीले हार्यौँ। मतलब त्यस्तो कन्डिसन थियो क्या। अहिलेको गेम के अरे प्लेयरहरूमा त्यो चिजहरू चाहिँ अलिकता कमी जस्तो देखिन्छ होइन। त्यो बेला चाहिँ हाम्रोमा चाहिँ केही सोच, हामीले पैसालाई पनि सोचेनौँ, के को लागि सोच्यौँ, देशको लागि सोच्यौँ। क्लबबाट खेल्दा हामी त्यस्तै क्लब भनेर हामी खेल्ने, त्यसरी चाहिँ हाम्रो एउटा युनिटी राम्रो थियो। र अहिले पनि मोस्टली पुरानो मान्छे हो, नयाँ मान्छे जसले हाम्रो गेमहरू देखेछ, चाहे मिडियाको धेरै मिडियाले भन्छ त्यो जेनेरेसन चाहिँ एकदम तिमीहरूको एकदम बेस्ट टिम हो भन्छ अहिलेसम्म होइन। खुसी लाग्छ हामीलाई। यस्तो घटनाहरू चाहिँ अब हाम्रो धेरै छ भन्न। अब झगडाको घटनाहरू एकचोटि त कस्तो भयो भने हामी त फाइटर भयो नेपाल टिम, त जहाँ पनि झगडा हुने, झगडा भने हाम्रो त गोर्खाली त त्यही हो नि, रगत तागिहाल्यो झगडा गर्ने। अनि हामीलाई चाहिँ एएफसीबाट चाहिँ एउटा वार्निङ जस्तो आयो, आइन्दा तिम्रो नेपाल टिमको झगडा गऱ्यो भने तिम्रो सस्पेन्ड गरिदिन्छ भनेपछि पछि त अब धेरै कम्पनी भयो, झगडा गर्ने कम्पनी भयो, त्यो सिस्टम। सन् 1983 मा बाङ्लादेशको ढाकामा भएको 3rd प्रेसिडेन्ट गोल्ड कप, मलेसियाको क्वालालम्पुरमा भएको 27th मेद्रेका कप, जहाँ अर्जेन्टिना, अल्जेरिया, कोरिया, बाङ्लादेश र मलेसिया जस्ता देशहरूले पार्टिसिपेट गरेका थिए। त्यस्तै दार्जिलिङमा भएको 9th ब्रिगेड अफ गोर्खाज कपमा नेपाली टिमले जित हासिल गर्न सफल भएको थियो। भारतको पटनामा भएको सञ्जय गान्धी गोल्ड कपमा पनि नेपाली टोली विजय भएको थियो। यसै साल कलकत्तामा भएको पियरलेस ट्रफी र काठमाडौँमा भएको 4th एन्फा कपमा पनि राजु काजी साक्यले खेलेका थिए। सन् 1984 मा काठमाडौँमा भएको प्रथम साउथ एसियन गेम्समा नेपाली फुटबल टिमले 16 पदक जित्न सफल भएको थियो। 1984 मै कुवेतसँग मैत्रीपूर्ण खेल खेल्नुका साथै त्रिचुर कप केरलामा पनि सहभागी भएका थिए। यसै साल 5th एन्फा कप काठमाडौँमा रनरअप भई साउदी अरेबियामा भएको 8th एसियन कपमा ओमान, साउदी, युएई र श्रीलङ्का जस्ता देशहरूसँग पनि खेल खेलेका थिए। चाइनामा भएको अन्डर 19 कोका कोला इन्टरनेसनल गेम्समा पनि मकाउ, चाइना र हङकङसँग प्रतिस्पर्धा गरेका थिए। हामी चाहिँ प्रोफेसनल होइन, एमेचरहरू।
अनि इन्डियाको प्लेयर बङ्गलादेशको प्लेयरहरू भयो विदेशी प्लेयरहरू अलिक प्रोफेसनल प्लेयरहरू त लिगहरू भइरहेको ठाउँमा देशहरू पैसा दिएर उनीहरू चाहिँ हामीलाई कस्तो गर्ने भने रिस उठाउने कामहरू गर्ने क्या जस्तै इन्डियन हामीले नराम्रो नराम्रो गाली गर्ने एकदम दिदीबहिनीको कुरा ल्याउने यस्तो नराम्रो गाली गर्ने अनि हामी त सहनु सक्दैन अनि फर्केर दिइहाल्ने हाम्रो बक्सिङ दिने रेड कार्ड खाने टिम माइनस गरिदिने उनीहरू जित्ने क्या त्यस्तो ट्याक्टिस थियो उनीहरूको होइन हामीले बुझेन त्यो कुराहरू पछि हामीले बुझेन अब यस्तो फुटबलको घटनाहरू धेरै छ हाम्रो दुःख सुख कस्तो कस्तो हामीले दुःख गरेछौँ भने हामीलाई केही पनि सुविधा थिएन हामीलाई खालि खेल्ने सुविधा राम्रो सुविधा भनेको एउटा के थियो भने पार्टिसिपेसन हामीले धेरै गऱ्यौँ धेरै देशहरू हामीले घुम्यौँ झन्डै म अब अहिलेसम्म कोच गरेर सबै गरेर 30वटा देश जति हामी घुमिसक्यौँ पार्टिसिपेसन हाम्रो एकदम राम्रो त्यो बेला चाहिँ सुविधा के पनि छैन जम्मा $2 भत्ता पाउँथ्यो हामीले तलब सलब पनि केही पनि थिएन हामीले यतिसम्म दुःख गरेर बस्यौँ कि यहाँबाट हामी विदेश जाँदाखेरि दौरा सुरुवाल लिएर जान्थ्यौँ हामीहरू ट्रान्जिट त्यो बेला पैसा थिएन टिकट यस्तो थियो कि अब त्यहाँ चाँडो पुग्ने देशमा पनि त्यो टिकट सस्तो काटेर यस्तो घुमाएर 22 घन्टा 20 घन्टा ट्रान्जिटहरू बस्नु पर्ने त्यस्तो कन्डिसन थियो पहिला फुटबलमा त्यो धेरै दुःख थियो त्यो बेला चाहिँ अनि एयरपोर्टमा जाँदाखेरि पनि अब एयरपोर्टबाट हामी होटेलमा लान्थ्यो होटेलमा चाहिँ जुन चाहिँ हाम्रो ठुलो म्यानेजर हुन्थ्यो अलिकति सिनियर म्यानेजर उनीहरूको चाहिँ त्यो के कार्ड साड के चल्ने रहेछ उनीहरू चाहिँ अब माथि गएर कोठामा सुत्ने भयो तर उहाँको एउटा कार्डले गर्दाखेरि हामीलाई चाहिँ एटलिस्ट 5 स्टार होटेल लबीमा सुत्ने बन्दोबस्त गरिदिनुहुन्थ्यो क्या होइन पैसा पनि धेरै हुन्थ्यो त्यो बेला $50 मात्रै साटेर जाने त्यो $50 पनि यहाँ दौरा सुरुवालको भित्र पिन राखेर चोर डरले पिन बाँधेर सोफा सेटमा हामी 5 स्टार होटेलमा सुतेको हुन्छौँ हामी होइन त्यो धेरै घटनाहरू छ हामी 5 स्टार पनि होटेलमा बस्नु पाएको छ तर हामी दुःख पनि हामीले पाएको त्यसरी चाहिँ हामीले हाम्रो फुटबल चाहिँ त्यसरी चलिरहेको थियो सन् 1985 मा राष्ट्रिय टोलीबाट 13th वर्ल्ड कप क्वालिफाइङ गेम एनआरटी क्लबबाट श्रीलङ्काको कोलम्बोमा एसियन क्लब च्याम्पियनसिप 6th एन्फा कप काठमाडौँ आरएनएसीबाट एयरलाइन्स कप कलकत्ता पाकिस्तानको रावलपिण्डीमा भएको क्वेद आजम इन्टरनेसनल कपमा भाग लिए यसै वर्ष उनले बङ्गलादेशको ढाकामा भएको दोस्रो साउथ एसियन गेम्समा काँस्य पदक दिलाउन पनि सफल भए पहिला म चाहिँ मिडफिल्ड पनि खेल्ने मान्छे हो खास पछि मैले अघि तपाईँलाई पनि भने मलाई त्यसरी बिस्तारै बिस्तारै डिफेन्समा खेलेँ त्यसपछि म डिफेन्स लाइनमा गएँ अनि डिफेन्स लाइनमा म सबभन्दा बढी लामो समय चाहिँ 11-12 नेपाल टिमबाट मैले खेलेँ पनि होइन हाम्रो एसियन लेभलमा हाम्रो स्तर छैन तर पनि हामीले रिजल्ट राम्रो पनि गरेँ नराम्रो पनि गरेँ सार्क कन्ट्रीमा अहिलेसम्म तपाईँले हेर्नुहुन्छ सार्क हाम्रो राम्रो छ अहिले त एज बार भएको छ पहिला त हाम्रो सिनियर टिम हुन्थ्यो त्यसपछि हामीले 87 खेलिसकेपछि अनि अर्को कुरा मेरो एउटा हिस्ट्री के छ भने 7वटा 7 गेम खेल्ने फुटबलमा 7वटा कन्ट्रीमा सायद भइ मात्रै होला फुटबलमा चाहिँ 7वटा 7 गेम कन्टिन्यू मैले खेलेँ यही क्रममा सन् 1986 मा साउथ कोरियाको तेजोङमा भएको 10th एसियन गेम्समा जापान इरान बङ्गलादेश लगायत देशहरूसँग प्रतिस्पर्धा गरे सन् 1987 मा काठमाडौँमा भएको 24th प्री ओलम्पिक क्वालिफाइङको फर्स्ट राउन्डमा पाकिस्तानसँग 2टा खेल खेले यही सालमा उनले तत्कालीन सोभियत सङ्घ र इस्ट जर्मनीसँग 5-5वटा मैत्रीपूर्ण खेल पनि खेले त्यसैगरी कलकत्तामा भएको 3rd साफ गेम्समा रजत पदक सुनिश्चित गर्न सफल भए सन् 1989 को ताका उनले थाइल्यान्ड युएई र वेस्ट जर्मनीसँग मैत्रीपूर्ण खेलहरू खेले पाकिस्तानको इस्लामाबादमा भएको 4th साउथ एसियन गेम्स सिङ्गापुर र साउथ कोरियामा भएको 14th वर्ल्ड कप क्वालिफाइङ राउन्ड ओडिसा गोल्ड कप बङ्गलादेशको ढाकामा भएको बङ्गबन्धु गोल्ड कपमा पनि त्यसै साल खेलेका हुन् यसै वर्ष उनले मन्याङ मर्स्याङदी क्लबबाट मुम्बईमा भएको रोबर्स कपमा पनि भाग लिए भुटानको फुन्चेलिङमा सन् 1990 मा भएको जिङमिसिङ गोल्ड कपमा आरएनएसीबाट खेलेर विजेता बन्न सफल भए यसै साल उहाँले डिसिएम कप न्यू दिल्ली पन्जाब ब्याङ्क कप न्यू दिल्ली तान कप काठमाडौँ गुवाहाटी गोल्ड कप गुवाहाटी र आरसिटी क्लबबाट एसियन क्लब कप क्वेटा पाकिस्तानमा पनि भाग लिनुभयो सन् 1991 सम्म आइपुग्दा उहाँको व्यावसायिक खेल जीवनले एउटा लय समातिसकेको थियो यसै वर्ष उनी नेपाली फुटबल टिमको क्याप्टेनको भूमिकामा पनि मनोनित भएका थिए जसले उनको खेल जीवनमा नयाँ मुकाम थपिदियो उनको क्याप्टेन्सीमा नेपालले श्रीलङ्काको कोलम्बोमा भएको 5th साउथ एसियन गेम्समा पहिलोचोटि भाग लियो 1993 मा पाकिस्तानको लाहोरमा भएको पहिलो साग गोल्ड कपमा उनको क्याप्टेन्सीमा नेपालले
कांस्य पदक जित्न सफल भयो। राजु काजी साक्यको क्याप्टेन्सीमा नेपाली फुटबल टिमले बांग्लादेशको ढाकामा सन् 1993 भएको 6 साउथ एसियन गेम्समा स्वर्ण पदक जितेर ऐतिहासिक सफलता हासिल गर्यो। राजु काजी साक्यले सन् 1991 देखि 1997 सम्म नेपाली फुटबल टिमको क्याप्टेनको भूमिका निर्वाह गरे। उनले 8 वर्षसम्म क्याप्टेनको भूमिका सम्हाले। उनको क्याप्टेन्सीमा नेपालले 1994 मा जापानको हिरोसिमामा भएको 12th एसियन गेम्स, 1995 मा श्रीलङ्काको कोलम्बोमा भएको बिस्ट्रोल साग गोल्ड कप, 1995 मै इन्डियाको मद्रासमा भएको 7th साउथ एसियन गेम्स, 1996 मा इरान र ओमानमा भएको 11th एसियन कप क्वालिफाइङ राउन्ड, 1997 मा जापानको टोकियोमा भएको 16th वर्ल्ड कप क्वालिफाइङ राउन्ड, 1997 मै काठमाडौँमा भएको पहिलो साफ च्याम्पियनसिप लगायत धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनायो। 6 साफ गेमको स्टोरी भन्नु त्यहाँनिर एउटा राम्रो स्टोरी छ। 6 साफ गेममा हामी एउटा खेल्नु गयौँ बङ्गलादेशमा। फर्स्ट म्याच हाम्रो बङ्गलादेशसँग थियो। बङ्गलादेशलाई हामीले 1-0 ले जित्यौँ। जबकि बङ्गलादेश 100% हामी च्याम्पियन हुन्छौँ भनेर उनीहरूले लिएको छ। बङ्गलादेशलाई जितेपछि त्यहाँबाट घटना कस्तो भयो भने हामीले 1 गोल जित्यौँ अनि हामीलाई स्टेडियमबाट बाहिर होटेलमा जानु दिएन। त्यहाँबाट के भने बेङ्गालीबाट नै यहाँ तिम्रो नजाऊ, एखाने जा बेला एउटा गन्दा बाचे त्यति थाक्यो भनेर हामीलाई चाहिँ यहीँ बस्नु, स्टेडियम बस्नु, बाहिर चाहिँ बङ्गलादेशको प्लेयरहरूलाई ढुङ्गा मुटु गरेर पब्लिक नेपालसँग हार्यो भनेर झन्डै झन्डै हामी 1.5-2 घन्टा हामी स्टेडियममा बस्यो। स्टेडियममा हामी नेपाल टिमको बक्सिङ भइरहेको थियो। बक्सिङ हेर्दै हामी त्यहाँ बस्यौँ। त्यो एउटा घटना त्यहाँ भनेपछि फुटबल कस्तो छ भन्ने कुरा मैले भन्नु खोजेँ। बङ्गलादेशमा कस्तो क्रेज छ भन्ने कुरा होइन। त्यसपछि मालदिप्ससँग हाम्रो गेम थियो। मालदिप्सले फेरि बङ्गलादेशसँग ड्र गरेको अनि मालदिप्ससँग हाम्रो गेममा हामी ड्र गरे पनि पुग्ने नभन्दै हाम्रो गेम ड्र पनि भयो। हामी फाइनल पुग्यो इन्डिया अनि इन्डियासँग गेम भइसकेपछि अब साफ गेममा कुनै पनि इभेन्ट्समा एउटा पनि गोल्ड मेडल छैन। सबै इभेन्ट सकिसक्यो, लास्ट फुटबल बाँकी। अनि लास्टमा अफिसरहरू आएर चाहिँ मलाई के भन्यो भने अब राति बोला झन् 12 बजीतिर बोलायो मलाई। उनीहरू टेन्सनमा थियो, कुनै पनि मेडल छैन कुनै पनि इभेन्ट्समा। अनि राजु अब इज्जत भनेको फुटबल रहेछ। अब यो फुटबलमा गोल्ड मेडल जित्यो भने हामीले साफ गेम जितेको सर हुन्छ। भोलि जसरी जित्नु राजु एकदम मलाई धेरै लोभ लाभ देखायो। तिमीलाई यति पैसा दिन्छु, तिमीलाई म गोर्खा दक्षिण पाऊँ, सबैलाई दिन्न, तिमी एउटा क्याप्टेनलाई हामी गोर्खा दिन्छु, यो दिन्छु, यहाँ दिन्छु भनेर ठिक छ हामी भोलि खेल्छौँ भनेर चाहिँ हामी फर्केर कोठामा हामी सुत्यौँ। भोलिपल्ट ब्रिफिङ भयो, हामी सबै खेलाडी मिल्यौँ, हामी पनि मिटिङमा बस्यौँ। खेलाडीहरू हामीले आफू एक अर्कालाई मोटिभेट गऱ्यौँ कसरी हुन्छ हामी जित्नुपर्छ भन्ने कुराहरू भयो। अनि खेलाडी पनि सबै एकदम जोसिएर थियो। इन्डिया भनेपछि फेरि किन हाम्रो नेपालीहरू अरूभन्दा पनि इन्डिया भनेपछि एकदम रिस उठिहाल्ने हामीलाई जसरी जित्नुपर्छ भनेर चाहिँ। त्यसपछि गेम भयो, झन्डै क्राउडहरू राम्रै थियो किनभने हाम्रो नेपाली स्टुडेन्टहरू त्यहाँ पढ्ने सबैजना पुरा नेपालीहरू आएको थियो, नेपाली फ्ल्याग लिएर। अनि हामी खेल्दै गयो इन्डियाले गोल हान्यो, ढ्याङ्गे गोल हान्यो। त्यसपछि हामी खेल्दै गयो, त्यसपछि हामीले गोल हान्यो, उमेश प्रधानले गोल हान्यो 1-1 गोल। फेरि खेल्दै फेरि इन्डियाले गोल हान्यो होइन। फेरि खेल्दै गयो, एउटा फ्री किक पायो, मणिसाले गोल हान्यो, 2-2 भयो। त्यसपछि खेल ड्र भयो, एक्स्ट्रा टाइम भयो होइन। त्यहाँ पनि हामी ड्र भयो, लास्टमा ट्राइब्रेकर भयो। ट्राइब्रेकर पनि कस्तो भयो भने तपाईँको एकदम भन्न हामीले जित्नुमा एउटा लक पनि जस्तो लाग्यो हामीलाई होइन। इन्डियाले हाम्रो नेपालले हान्यो, देवराज चौधरीले सेभ गरिदियो। इन्डियाले हानेर छिरायो, राजेश थापाले हान्यो, उसको पनि बाहिर हाने कि सेभ गरेर त्यो मलाई कन्फ्युज भयो। दुईवटा हाम्रो कन्टिन्यू भइसक्यो। इन्डियाले हाने छिरायो, थर्डमा हाम्रोले हाने छिरायो, इन्डियाले हाने मिस गर्यो। त्यस्तो फोर्थमा हाने हामीले छिरायो, इन्डियाले हाने छिरायो। लास्ट 5-5 अब हाम्रो 5 मा हान्यो छिर्यो होइन। इन्डियाले हान्यो सेभ गरिदियो हाम्रो उपेन्द्र मान्छे गोलकिपरले होइन, सेभ गरिदियो। सेभपछि ड्र भयो, सर्टेन डेट थियो 1-1 हान्नु पऱ्यो कन्टिन्यू। त्यसपछि अनि इन्डियाले हान्यो, बाहिर हान्यो होइन। अब हाम्रो पालि एडभन्ट हामी गोल हाल्नु जितिहाल्ने। अनि बसन्त गुरुङ भन्ने आर्मीको पहिला खेलाडी थियो, राम्रो स्ट्राइकर हो। अनि बसन्त गुरुङले चाहिँ अनि हान्ने बेला मैले भने भाइ एउटा कुनामा च्यापेर हाल है भाइ भनेर भने। हामीले यसरी भनेको नभन्दै एउटा कुनामा च्यापेर गोल हान्यो, हामीले गोल पनि जित्यौँ होइन। जितेपछि
खेल्दाको त्यति थाकेन होला, सेलिब्रेसन हुँदा थाके हामी। त्यो ट्र्याकमा त्यो नेपाली सपोर्टलाई हात उठाउँदा उठाउँदा कुदेछ ट्र्याकमा, यति थाक्यो हामीले त्यहाँनिर होइन। जस एउटा देशको इज्जत हामीले बचाइदियो, किनकि कुनै मेडलै छैन, गोल्ड मेडल। अनि एउटा फुटबलले यति मजा आयो त्यहाँनिर होइन। त्यो नेपाली पुरा सपोर्ट त्यहाँनिर। त्यसपछि हामी नेपाल फर्क्यौँ। नेपाल फर्केपछि हामीलाई यहाँ वेलकम भयो होइन। वेलकम गरेर गाडीमा हामीले र्यालीहरू गऱ्यो हामीले। त्यो कस्तो वर्ल्ड कप जिते जस्तो क्या हामीलाई त्यो चाहिँ एउटा हाम्रो त माथि छैन, तर कस्तो त्यो जित्दाखेरि नि अब त्यो एउटै गोल्ड मेडल जित्दाखेरि त अहिलेसम्मको त्यो इतिहासै भयो होइन। त्यो हाम्रो त्यो युनिटी, त्यो खेलाडीको अनुशासन, डिसिप्लिन होइन, त्यो भित्र आउने रहेछ क्या त्यो खेलाडी। अन्तर्राष्ट्रिय फुटबल मात्र नभई राजु काजी साक्यले घरेलु फुटबलमा पनि उल्लेख्य सहभागिता जनाए। शहीद स्मारक लिग, नेसनल लिग, महेन्द्र गोल्ड कप, त्रिभुवन गोल्ड कप, आहा गोल्ड कप, बुढासुब्बा गोल्ड कप लगायत थुप्रै राष्ट्रिय, अञ्चल र जिल्ला स्तरीय फुटबल प्रतियोगितामा पनि विभिन्न क्लबहरूबाट खेले। नेपालका नाम चलेका क्लबहरू एनआरटी, मनाङ मर्स्याङ्दी, नेपाल आर्मी क्लब, साथै रोयल एयरलाइन्स कर्पोरेसन, जनकपुर चुरोट कारखाना जस्ता संस्थाहरूबाट पनि फुटबल खेले। यति मात्र नभएर उनले बाङ्लादेशको भिक्टोरिया क्लब र इस्ट इन्ड क्लबबाट पनि व्यावसायिक फुटबल खेले। प्राइम मिनिस्टरमा हामी बालुटारमा गयौँ। बालुटारमा गएपछि चियापानको कुरा भयो। त्यसपछि के छ प्रब्लम तपाईँहरूको सोधेपछि आज क्याप्टेनको हिसाबले मैले दुःख पुगेँ। अनि मैले खालि मेरो विषयमा मात्रै होइन, मैले अल प्लेयरको विषयमा बोलेको थिएँ। जस्तै नेपाल आर्मीमा, पुलिसमा त्यो बेला सशस्त्र थिएन, सशस्त्र पछि आएको नेपाल पुलिस आर्मी भयो। त्यसपछि हाम्रो खेलाडी मोस्टली खेलाडी कर्पोरेसनमा त्यो बेला कर्पोरेसन गेम हुन्थ्यो हाम्रो, जस्तै जनकपुर चुरकाना भयो, आरएनसी भयो, नेपाल ब्याङ्क भयो, रोयल डक्स भयो, खाने पानी भयो, हिमाल सिमेन्ट्री भयो, त्यो बोलेर राखेको थियो। रत्नले पनि झन् 9-10वटा कर्पोरेसन हाम्रो गेम पनि। अनि म जनकपुर छोडेर त्यहाँ 8-9 वर्ष बसेँ। त्यसपछि मैले प्राइम मिनिस्टरलाई भनेँ हामीलाई यस्तो दुःख छ, हामीलाई चाहिँ एउटा यो सुविधा दिनुहोस्, हामीलाई थाहै जागिर दिनुहोस् एटलिस्ट होइन। त्यसपछि हामीलाई चाहिँ एउटा ट्राभल गर्दाखेरि हामीलाई सर्टेन पैसा लियोस्, हामीलाई डिस्काउन्ट होस् हामीलाई होइन। अब मेडिकलमा हाम्रो चाहिँ अलिकति होस् होइन। त्यसपछि एजुकेसनमा हाम्रो छोराछोरीहरू कोही पढेको छ भने त्यसमा हामीलाई अलिकति गरिदिनुहोस्, यस्तै कुराहरू हामीले माग गरेको थियो। अनि मलाई प्राइम मिनिस्टरले यहाँ धाप दिएर हुन्छ चिन्ता नगर भन्ने कुरा भयो। म दुःख भयो, तर पाइदियो मेरो जागिर भयो, म फेल भयो भन्नु इक्जामपछि। त्यसपछि मेरो मन अलिकति मऱ्यो। यत्रो खेलेँ देशको लागि, यत्रो गोल्ड मेडल हामीले ल्यायौँ, एउटा गोल्ड मेडल एउटा देशको क्याप्टेनको एउटा जागिर जान्छ भनेपछि के को लागि खेल्ने? खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि भन्ने भनाइलाई राजु काजी साक्यले चरितार्थ गरेका छन्। उनको अतुलनीय योगदानको महिमा शब्दातीत छ। उनी विभिन्न स्वदेशी तथा विदेशी सम्मानहरूले सुशोभित छन्। सन् 1993 मा नेपाल जेसिस र नेपाल जर्नलिस्ट एसोसिएसनबाट प्लेयर अफ द इयर, 2005 मा एन्फाबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड, 12 साग गेम्समा प्रधानमन्त्रीको तर्फबाट गोल्ड मेडल सहित सम्मान पुरस्कार लगायत थुप्रै पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ। खेल्न मात्र नभई राजु काजी साक्य खेल सिकाउन पनि उत्तिकै लागिरहे। एएफसीबाट सी क्याटेगोरीको लाइसेन्स, युएफाको बी क्याटेगोरीको लाइसेन्स, फिफाबाट 2012, 13 र 14 मा कोचिङ कोच र एएफसीबाट नै ए क्याटेगोरीको कोचिङ लाइसेन्स पनि प्राप्त गरे। यो सँगै उनले नेपाली नेसनल टिमको कोचको भूमिका पनि निर्वाह गरे। उनी कोच रहेको बेला नेपाली टिमले सन् 1979 मा काठमाडौँमा भएको 8 साफ गेम्समा रजत पदक जित्न पनि सफल भएको थियो। राजु काजी साक्य सन् 1997 देखि हालसम्म निरन्तर खेल प्रशिक्षणमा सक्रिय रहँदै आएका छन्। रिटायरमेन्ट भएपछि एन्फामा त्यो बेला एन्फा गणेश थापाले चाहिँ एउटा प्रोपोजल के ल्यायो भने एन्फा एकाडेमी खोल्ने, बच्चाहरूलाई देशभरिको 12 वर्षको बच्चालाई सिलेक्सन गरेर चाहिँ एन्फामा राख्ने भन्ने एउटा कुरा त्यो भएपछि अनि त्यो बच्चालाई यहाँ राखेपछि अनि हामीलाई गणेश थापाले तिमीहरू के गर्छौ त भन्ने कुरा भएपछि अब माथि एन्फामा आउने हो कि तिमीहरू के गर्ने भनेपछि मैले भने म एन्फामा आएर के गर्ने, त्यहाँ त सोसल वर्क गर्नुपर्छ मैले होइन, मलाई त खानु छ यहाँ काठमाडौँमा,
भाडा तिर्नु छ, खानु छ, मैले त्यहाँ बसेर के भने दाइ म त कोचमा जान्छु भनेर म चाहिँ कोचमै बसेँ। त्यसपछि मेरो कोच क्यारियर सुरु भयो मैले होइन। त्यसरी हामीले एकाडेमी हेर्दै चाहिँ 97बाट चाहिँ मैले कोच अहिले स्टिल म कोचिङमा लागिरहेको छु होइन। आफ्नो युवा अवस्था खेल र खेलकुदप्रति समर्पित गरेका राजु काजी साक्यले विक्रम सम्वत 2055मा राष्ट्रिय टिमबाट अवकाश लिएपछि मात्रै वैवाहिक जीवनको सुरुवात गर्नतर्फ लागे। उनले भक्तपुर निवासी मन्जु साक्यसँग विक्रम सम्वत 2056 साल वैशाख 13 गते मागी विवाह गरेका हुन्। राजु र मन्जुका एक छोरा र एक छोरी छन्। छोरा सक्षम काजी साक्यको जन्म विक्रम सम्वत 2057 साल श्रावण 9 गते र छोरी संस्कृति साक्यको जन्म विक्रम सम्वत 2061 साल चैत्र 30 गते भएको हो। हजुर नमस्ते, मेरो नाम चाहिँ मन्जु साक्य हो। फुटबलमा त उहाँले टाइममै दिनुहुन्छ, त्यो अनुसार घरमा पनि टाइम दिनुभएको छ। फुटबलमा त म ढिलो भन्नुहुन्छ, किनभने अब दिनरात हो प्याज के पनि भन्नुहुन्न। फुटबल भनेपछि चाहिँ एकदम जहाँ पनि जुन टाइममा पनि एनी टाइम दिइराख्नु भएको छ, त्यो अनुसार चाहिँ मैले पनि उहाँलाई केही अहिलेसम्म डिस्टर्ब गरेको छुइनँ। फुटबलमा त उहाँले त अहिलेसम्म चाहिँ भन्ने ठाउँमै छैन, त्यो त म पछिसम्म पनि त्यही चाहन्छु, किनभने उहाँ त्यहीबाट पनि यहाँसम्म पुग्नु भएकोमा चाहिँ मलाई पनि ठुलो गर्व छ। त्यही भएर मलाई खुसी लाग्छ। अहिलेसम्म मेरो पनि त्यस्तो केही सोच छैन कि उहाँले त्यस्तो गरौँ भनेर, अगाडि नै बढोस् भनेर म त्यही चाहन्छु। नमस्कार, मेरो नाम सक्षम काजी साक्य। म चाहिँ राजु काजी साक्यको छोरा, जेठो छोरा। सो म करेन्टली चाहिँ अहिले आइटी कम्पनीमा काम गर्दैछु अनि म अहिले 23 वर्षको भएँ। सो विदिन दिस 23 इयर्स मैले चाहिँ अब मेरो ड्याडी चाहिँ मैले सधैँ नै आफ्नो रोल मोडल छोरै मानेको छु, किनकि उहाँको लाइफ स्टोरी जुन छ त्यो चाहिँ एउटा कुनै पनि मुभीको स्क्रिप्ट भन्दा कम छैन होइन। उहाँले त्यो सानो उमेरमा घर छोडेर आफ्नो भन्न कम्फर्ट जोन छोडेर चाहिँ घरबार छोडेर चाहिँ आफ्नो ड्रिम, आफ्नो सपना, आफ्नो इच्छा पुरा गर्न जे स्टेप्सहरू लिनुभयो, करियरमा जे गर्नुभयो, त्यो भनेको चाहिँ त्यो जेनेरेसनको टाइममा चाहिँ एकदम राम्रो कुरा हो क्या त्यो गर्नु भनेको होइन। आफ्नो फ्यामिलीको सपोर्टका साथ आफ्नो घर त्यागेर त्यसरी जानु भनेको चाहिँ मलाई लाग्छ एकदमै इन्सपायरिङ स्टोरी हो। त्यसमाथि अब उहाँले चाहिँ अब अहिलेसम्मको करियरमा होइन, उहाँको 35-40 इयर्सको करियरमा चाहिँ उहाँले जुन मेहनत गर्नुभयो, जुन स्ट्रगल गर्नुभयो होइन, आफ्नो कम्फर्ट जोनभन्दा बाहिर आएर चाहिँ जति दुःख सहेर आफ्नो इच्छाको लागि भनेर चाहिँ कसैको पनि भनौँ न त्यस्तो दायाँ बायाँ नलागिकन आफ्नो करियरमा फोकस गरेर सिद्धान्तमा हुनुभएको व्यक्ति चाहिँ लाग्छ मलाई मेरो बुवा होइन। सो मैले सधैँ नै सक्दो मेरो बुवाकै पाइलामा हिँड्न कोसिस गरेको छु। सायद कतिपय कुरामा सफलित भयो होला या कति कुरामा असफलित भयो होला, तर मैले आफ्नो बुवालाई चाहिँ सधैँ पनि एउटा रोल मोडलकै सर मानेर चाहिँ गएको छु होइन। कतिपय स्कुलमा पनि अब सानोदेखि नै मलाई पनि एउटा बाबाको छवि भनौँ न, मलाई पनि फुटबलकै नामले चिनिन्छ जहिले पनि होइन। म सानैदेखि एकदम इन्ट्रेस्टेड फुटबलमा, ठिकै राम्रो पनि खेल्छु। सो मलाई स्कुलमा हुँदा पनि या पछि कलेजमा, इभन अहिले अफिसमा पनि हामी फुटबल खेल्दाखेरि मलाई पनि त्यही उहाँकै छवि भनेर नै उहाँको एउटा फुटबलको नामले नै मेरो अलि नाम छ भनौँ न, जति जे छ। सो मलाई चाहिँ त्यो लाग्छ। अनि त्यसपछि आएर उहाँको स्टोरी भन्नुपर्दा चाहिँ अब मैले धेरैचोटि सुनिँदै होइन, बाबाको स्टोरी आफ्नो, उहाँले धेरैचोटि आफ्नो कहानी, आफ्नो दुःख पोखेकोले पनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यो स्टोरी चाहिँ सबैमा पुग्नुपर्छ होइन। एटलिस्ट यङ जेनेरेसनहरूलाई चाहिँ एउटा इन्सपायरिङ स्टोरी हुन्छ। एउटा मिडल क्लास फ्यामिलीबाट आएर चाहिँ आफूले मेहनत गर्यो भने, आफूले सोचेको कुरामा हुन्छ नि दायाँ बायाँ नलागिकन आफ्नो एउटा पाथमा हिँड्यो भने चाहिँ आफूले सोचेको कुरा, आफ्नो ड्रिम चाहिँ अचिभ गर्न सकिन्छ भन्ने चाहिँ एउटा इक्जाम्पल दिने व्यक्ति चाहिँ राजु काजी साक्य हुनुहुन्छ। सो मलाई चाहिँ त्यही नै भन्नु मन छ। नमस्ते, मेरो नाम संस्कृति साक्य र म अहिले 18 वर्षको हो र म अहिले 12 कक्षामा पढ्दैछु। र मेरो बाबाको बारेमा भन्दाखेरि म सानैदेखि नै मम्मीभन्दा सायद बाबासँग बेसी मिल्थेँ र अहिले हेर्ने हो भन्दाखेरि म मेरो बाबालाई चाहिँ मेरो आइडल भन्छु। किन भन्दाखेरि अहिले जुन हिसाबले उहाँले आफ्नो डेडिकेसन दिएर आफ्नो सबै सानैदेखि नै आफ्नो जस्ट फुटबलको लागि मात्र भनेर सानैदेखि जुन त्याग गर्नुभयो, आफ्नो परिवार छोडेर त्यत्रो सानो उमेरमा घरमा निस्किनु, अहिले हामीलाई भने हामी त सक्दैन थियौँ होला सायद 17 वर्षको उमेरमा घरमा निस्केर जानु, तर बाबाले आफ्नो फुटबलको लागि, आफ्नो भविष्यको लागि केही गर्छु र आफ्नो परिवारको लागि केही गर्छु भनेर निस्किनु भएको घरबाट। त्यो हेर्दाखेरि चाहिँ अहिले हामीलाई पनि
सायद कति कुराले दादा र मलाई पनि कति कुरा बाबालाई हेरेर सिकेका छन् भन्ने कति कुराबाट हामी मोटिभेट भएको छ र अहिलेको जेनेरेसन हामी पनि हेर्दाखेरि त्यति साह्रो केही पनि डेडिकेसन छैन जस्तो देखिन्छ तर यो स्टोरी बाबाको जुन स्टोरी छ यदि त्यो अरू अहिलेको जेनेरेसनमा आयो भने चाहिँ कतिजना मान्छेहरू मोटिभेट पनि हुन्छ होला अहिले पनि कति बाबालाई हेरेर यस्तो गर्छु त्यो लेजेन्ड भनेर यस्तो गरेर हुन्छ त्यसरी नै अहिलेको जेनेरेसनले पनि यदि यो स्टोरी सुन्यो भने चाहिँ केही हदसम्म नै मोटिभेट भएर आफ्नो फ्यामिलीको लागि केही गर्छु भनेर गर्छ जस्तो लाग्छ त्यही भएर मेरो लागि चाहिँ मेरो अब आइडल नै राजु काजी साक्यको जीवन फुटबललाई नै समर्पित छ। ढल्दो उमेर भए पनि उनको फुटबलप्रतिको अगाध माया र नेपाली फुटबललाई एउटा उचाइमा पुर्याउने हुटुटीमा अलिकति पनि ह्रास आएको देखिँदैन। खेल र खेलकुदप्रति राजु काजी साक्यको जुनुनको यो वृत्तान्तले भावी नेपाली खेलाडीहरूलाई उत्प्रेरणा मिलोस्। अहिले पनि उहाँ फुटबलमा उहाँले केही नभनिकन होइन उहाँले के पाएँ मैले भन्दा नि उहाँले फुटबलमा एउटा लगानी गर्न खोजिरहनु भएको छ लागिरहनु भएको छ यो हाम्रो लागि एउटा गौरवको कुरा हो र म एउटा अहिले अखिल नेपाल फुटबलको सिनियर भाइस प्रेसिडेन्ट नाताले उहाँलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। उहाँसँग म केही प्रेरित पनि भएको छु र उहाँलाई म नेपाली फुटबलमा यसरी लाग्नुहोस् एउटा अनुशासित भएर लाग्नुहोस् र सदैव तपाईँको साथ हामी पाऊँ अथवा तपाईँको सुझाव हामी पाऊँ भन्ने म उहाँलाई यही तपाईँको उसबाट नि म उहाँलाई भन्न चाहन्छु र उहाँकै प्रेरणाले र उहाँकै नामले अझ राजु साक्य जस्तो खेलाडी नेपालमा उत्पादन होस् भन्ने म शुभकामना दिन चाहन्छु। अहिले राजु साक्यको बारेमा कुरा गर्नु पर्दाखेरि अब राजुलाई चिनेको त धेरै वर्ष भइसक्यो होइन मेरो विचारमा 35 वर्ष लगभग 40 वर्षै भयो कि होइन खेलाडीको रूपदेखि नै चिनेको हुँ मैले उहाँलाई र त्यो बेलामा फुटबलमा पनि थिएँ। फुटबलसँग पहिला हाम्रो चन्द्रबहादुर गुरुङजीको अध्यक्षतामा आन्दोलनभन्दा अगाडिको अखिल नेपाल फुटबल सङ्घको म एजुकेटिभ मेम्बर पनि थिएँ त्यो बेला र मलाई याद छ 89मा चाहिँ हामी वर्ल्ड कप क्वालिफाइङ खेल्नको लागि सिङ्गापुर गएको थियौँ नेपाली टिम। त्यो बेला म अफिसियल भएर गएको थिएँ राजु त्यस बेला एज ए प्लेयर थियो। कुनै पनि मान्छेको अब दुईवटा एउटा सोसियल चाहिने एउटा हुन्छ भने एउटा प्रोफेसनल कुराहरू हुन्छ। सामाजिक हिसाबमा एकदमै मिलनसार व्यक्तित्व छ होइन एकदम साँचो व्यक्ति कसैलाई धाड्न नजान्ने होइन मेहनती होइन सोझा सङ्गत गर्न लायकको व्यक्ति छ भने खेलाडीको हैसियतले पनि एकदम डेडिकेटेड डिसिप्लिन होइन र चाहिँ नि केही गर्छु भन्ने भावना भएको त्यो रूपमा मैले पाएको छु र तपाईँहरूले उहाँको कन्टेम्पोरेरी खेलाडीहरूलाई या चाहिँ उहाँले प्रशिक्षक गर्ने प्रशिक्षकहरूलाई चाहिँ नि सोध्नुभयो भने र त्यो बेला एउटा उहाँहरूको टिम व्यवस्थापकको रूपमा बसेको मान्छेहरूलाई सोध्नुभयो भने मैले अहिलेसम्म पनि होइन राजु साक्यको बारेमा कुनै पनि यस्तो नेगेटिभ कुराहरू सुनेको छैन। त्यस्तो किसिमको डेडिकेटेड सबैसँग मिलनसार राम्रो गर्नुपर्छ देशको लागि के गर्नुपर्छ भन्ने भावना भएको खेलाडीको रूपमा पाएको छु र त्यसपछि प्रोफेसनको हिसाबमा पछि कोचमा भएपछि कोचको हिसाबमा पनि उसको पर्फर्मेन्सहरू धेरै राम्रो छ। उसले एनआरटी क्लबलाई पनि धेरै वर्ष सेवा गरेको छ एनआरटी क्लबलाई पनि एउटा ठाउँमा पुर्याएको छ भने नेसनल टिमलाई पनि ह्यान्डल गरेको छ र सबभन्दा खुसीको कुरा चाहिँ नि मेरो अध्यक्षताको कार्यकालमा मलाई 2वटा चाहिँ नि भ्यालुएबल टुर्नामेन्ट चाहिँ नि राजु साक्यले जिताएको छ होइन। एउटा साउथ एसियन गेम्स इन्डियामा इन्डियालाई नै हराएर हामी चाहिँ गुवाहाटीमा प्रथम भएको थियौँ भने अर्को एउटा चाहिँ सोलिडारिटी कप भनेर एएफसीको प्रतियोगिता अहिलेसम्म नेपालले जितेको त्यही एउटा प्रतियोगिता छ होइन। त्यसमा ऊ चिफ कोच त थिएन जापानिज कोच थियो तर उसले पनि जापानिज कोचको अन्डरमा बसेर पनि नेपाली टिमलाई चाहिने सहयोग चाहिँ गरेको छ। कोचको हैसियतले पनि उसले आफ्नो चाहिने भूमिका चाहिँ अहिलेसम्म पनि फुटबलमा चाहिँ नि उसले दिइरहेको छ। त्यही कारण समष्टिमा भन्दाखेरि राजु साक्य एउटा फुटबलको एउटा लिजेन्ड अहिले पनि लिभिङ लिजेन्डै हो अहिले होइन फुटबलको क्याप्टेन र उसको एउटा पर्फर्मेन्सको हिसाबमा साउथ एसियन गेम्समा चाहिँ एज ए प्लेयर पनि गोल्ड मेडल जित्ने र एज ए कोच पनि गोल्ड मेडल जित्ने उही एकजना प्लेयर छ एउटा अहिले पनि होइन उही एउटा व्यक्तित्व छ। त्यो हिसाबले उसलाई चाहिँ नि हामीले चाहिँ नि एउटा सक्सेसफुल चाहिँ नि भनौँ न स्पोर्ट्सम्यानको हिसाबले पनि ल्याएको छौँ तर उसलाई त्यति मात्रै हो कि उसले पाउनुपर्ने जति उसको कुराहरू छ त्यति उसले पाएको छैन जस्तो हामीले पनि फिल हुन्छ होइन। उसले जति किसिमको चाहिने
एक किसिमको राष्ट्रले पाउनुपर्ने राष्ट्रले गर्नुपर्ने सम्मान भने फुटबल सङ्घले नै गर्नुपर्ने कुराहरू चाहिँ नि हामी चुकिरहेका छौँ जस्तो लाग्छ। हुन्छ भविष्यमा त उहाँको लागि केही न केही अवश्य होला। उहाँको स्टोरी भने धरानबाट आएर नेपालमा होइन आएर जनकपुर चुरोट काठमाडौँबाट इन्ट्रोड्युस भयो वास्तवमा पहिला, त्यसपछि लोकल यहाँ त पहिला कस्तो वातावरण थियो भने लिग नखेलेको नै राष्ट्रिय चाहिँ नि रिकग्निसन हुँदैन थियो अनि यहाँ काठमाडौँमा आएर लिग खेल्नुपर्ने थियो वातावरण होइन। त्यो हिसाबमा उहाँले काठमाडौँमा आएर सर्भाइभ गरेर एउटा सर्भाइभ मात्रै ठुलो कुरा भएन, उहाँले रिजल्ट पनि दिँदै आउनुभयो। उहाँको खेलको स्टाइल उहाँको त्यो बेलाको चाहिँ नि अब उहाँको खेलको चाहिँ नि अब हाइलाइट्सहरू हामी खेलको चाहिँ नि केही देख्यौँ भने अलग पाराको छ कि अब रौँ पालेको त्यो बेला रौँ पाल्ने चलन पनि थियो, धेरै खेलाडीको रौँ थियो, उहाँलाई चिनिनै त्यसरी हो कि। र उहाँले गरेको डेडिकेसन एउटा डिसिप्लिन एउटा रेस्पेक्ट टु इच अदर आफ्नो अपोनेन्टलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ भन्छ हाम्रो गेममा। त्यो हिसाबले चाहिँ उहाँको सम्पूर्ण हिसाबले उहाँले गरेको जुन चाहिने सङ्घर्षको इतिहास लिएर अहिलेको जुन पोजिसनमा उहाँ हुनुहुन्छ उहाँ एकदम रेस्पेक्टेबल हो। फुटबलको क्षेत्रमा त उहाँलाई नमान्ने मान्छे कोही छैन होला मेरो विचारमा। त्यति रेस्पेक्टेबल पोजिसनमा पुग्दाखेरि चाहिँ नि जुन उहाँको जर्नी छ त्यो जर्नीले धेरै कुरा धेरै मान्छेले सिक्न सक्छ। जुन फुटबलमा लागेका व्यक्तित्वहरू विशेष गरी सुरुमा खेलाडी नै हुने हो, खेलाडी हुने मान्छे म खेलाडी हुनुलाई मैले एउटा डिसिप्लिन हुनुपर्छ, एउटा डेडिकेसन हुनुपर्छ, सिरियसनेस हुनुपर्छ, रेगुलर ट्रेनिङ छल्नुहुन्न, ट्रेनिङमा थग्नुहुन्न, यी कुराहरू त भइहाल्छ। यी कुराहरू चाहिँ नि उनीहरूले सिक्न सक्छ जस्तो लाग्छ मेरो विचारमा। होइन इन्सिडेन्ट चाहिँ उसँग मेरो अब धेरै हो। आज एनआरटीमा बस्दाखेरि भयो, फुटबल सङ्घमा बस्दाखेरि धेरै कुराहरू त रमाइलो इन्सिडेन्ट भन्दाखेरि पनि मैले उसलाई चाहिँ जहिले पनि एउटा सिन्सियर व्यक्तित्व होइन कहिले डिमान्ड गरेको मैले देखिनँ कि। म आफू पदमा हुँदाखेरि पनि एउटा दाइ-भाइको रिलेसन आफ्नो छ, त्यो ठाउँमा छ, तर एउटा पदीय जिम्मेवारी लिँदाखेरि पनि मलाई यति यो गरिदिनु पऱ्यो, मलाई यस्तो गरिदिनु पऱ्यो भन्ने कुराहरू अब मैले अहिलेसम्म त्यसबाट सुनिनँ कि। त्यस कारण पनि अब रमाइलो इन्सिडेन्ट भन्दाखेरि पनि अब ट्रेनिङमा हुनेहरू एक दुई चार इन्सिडेन्ट्सहरू त्यस्तो कुराहरू त छँदैछ होइन। त्यही पनि खालि देखेको कुरा के भन्दाखेरि एकदमै सिन्सियर मान्छे छ, एउटा आफ्नो कामप्रति श्रद्धा भएको मान्छे, कामलाई चाहिँ नि एउटा आफ्नो के भन्ने त्यसलाई एउटा सेवा मान्ने एउटा केन्ने र यो सब कामहरू चाहिँ नि उसबाट हुन्थ्यो। राम्रो थियो मान्छे, अहिले पनि उसको राम्रो भविष्यको त म आशा गर्छु, किनभने अझ पनि उसको दिन छ, समय छ होइन। उसको एक्सपर्टाइज जुन उसले चाहिँ नि अब प्लेयरबाट सिकेको, त्यसपछि ट्रेनिङबाट सिकेको धेरै चाहिँ नि अनुभव बतुलेको मान्छे भएको हुनाले नेपाली फुटबलले उबाट अझ धेरै चाहिँ नि अर्को चाहिँ नि भनौँ एक किसिमले सेवा लिन सक्छ जस्तो लाग्छ, फाइदा लिन सक्छ जस्तो लाग्छ। यस्तो व्यक्तित्वहरूलाई हामीले फुटबलमा सधैँ समेटेर राख्नुपर्छ भन्ने मेरो चाहिँ धारणा। म गणेश थापा, पूर्व नेपाली राष्ट्रिय टिमको कप्तान, पूर्व एन्फा अध्यक्ष र एएफसीका पूर्व उपाध्यक्ष लगायत संविधान सभाको सदस्य। अब राजु काजी साक्यलाई म खेलाडी जीवनदेखि म एन्फा अध्यक्षको बेला र प्रशिक्षक हुँदा हरेक तहमा मैले राजु साक्यलाई चिनेको छु। त्यस कारणले गर्दाखेरि झन्डै हामीहरूको सम्बन्ध खेलाडी र म व्यवस्थापनमा आइसके पछाडि मलाई लाग्छ झन्डै 35 वर्षभन्दा अगाडिदेखिको मेरो राजु काजी साक्यसँग सम्बन्ध छ। अब मभन्दा जुनियर खेलाडीको रूपमा अत्यन्त एउटा भरपर्दो डिफेन्स खेलाडी, नेपालमा एउटा डिफेन्सको रूपमा अत्यन्त सफल र फेरि एउटा स्टाइलिस खेलाडी। र अर्को राजु साक्यको खेलाडीको जीवनदेखि नै म हेरेर अहिले मूल्याङ्कन गर्छु, अत्यन्त यो अनुशासित, मेहनती, सबैलाई आदर गर्ने, सबैसँग राम्रो सम्बन्ध भएको एउटा खेलाडी र लामो समयसम्म नेपाली राष्ट्रिय टिममा रहेर कप्तानसम्म भएर नेपाली राष्ट्रिय टिममा महत्त्वपूर्ण योगदान पुर्याएका एकजना खेलाडी भने अर्कोतर्फ खेल जीवन पछाडि सफल प्रशिक्षक र प्रशिक्षकमा पनि असाध्य अनुशासित
र खेलाडी र प्रशिक्षकको रूपमा सफल नेपालमा बिरलै राजु साक्य जस्तो खेलाडी पाइन्छ। र अर्को मैले राजु साक्यको पक्ष कसरी हेर्छु भने सबैसँग मिल्न सक्ने, लोभ लालच नभएको, अत्यन्त राष्ट्रप्रति भावना र राष्ट्रवादी सोच भएको, यो समग्र यो लेभलमा आज खेलाडीको रूपमा मात्र होइन कि एउटा यस्तो खालको व्यक्तिहरू समाजमा चाहिँ के अरे बिरलै चाहिँ के भनेदेखि चाहिँ पाइन्छ जस्तो मलाई लाग्छ। अब त्यो व्यक्ति कस्तो भनेदेखि चाहिँ जे सत्य कुरा हो त्यो सत्य कुरामा आफूलाई केही फाइदा हुन्छ भने पनि राजु काजी साक्यलाई लाग्यो कि यो कुरा गलत हो भनेपछि व्यक्तिगत फाइदा भन्दा पनि समग्र खेलकुद र समग्र राष्ट्रको लागि हित हुने कार्यमा बढी लाग्ने एउटा व्यक्तिको रूपमा लिएको छु। र व्यक्तिगत रूपमा मैले भन्नुपर्दा मैले चाहे आज भेटौँ नभेटौँ त राजु काजी साक्यप्रति मेरो यति श्रद्धा झन्झन बढ्दै गइरहेको छ कि एउटा सत्यको पछाडि हिँड्ने, लोभ लालचमा नबिक्ने र अत्यन्त अनुशासित राष्ट्रवादी व्यक्तिको रूपमा मैले राजु साक्यलाई मैले चिनेको छु। तपाईँहरूले सही मान्छेको एउटा बायोग्राफी बनाउँदै हुनुहुन्छ, तपाईँहरू सबैलाई मेरो शुभकामना छ। राजु काजी साक्यबाट मैले अघि जुन जुन कुराहरू भने नि त्यो कुरा आउने पिँढीले धेरै कुराहरू लिन सक्छ। जस्तै सुकै दुःखमा पनि नआत्तिने, अत्यन्त अनुशासित, एकदमै मेहनती र राष्ट्रप्रति ठुलो प्रेम भएको व्यक्तिबाट कुनै पनि खेलाडीहरूले या समाजका अन्य कुनै पनि व्यक्तिहरूले त्यसबाट धेरै कुराहरू सिक्न सकिन्छ र उहाँले गर्नुभएका कुराहरूलाई अनुसरण गर्न सक्यो भने मलाई लाग्छ एउटा जुनसुकै चाहे त्यो क्षेत्रमा लाग्ने व्यक्तिहरू, म खेल क्षेत्र मात्र भन्दिनँ, फुटबल मात्र भन्दिनँ, हरेक खेल क्षेत्रको निमित्त एउटा अनुकरणीय व्यक्तित्व भएको कारणले तपाईँहरूले सही व्यक्तिको बारेमा बायोग्राफी बनाउनु भएको छ। मेरो धेरै धेरै हार्दिक शुभकामना छ। यो बायोग्राफीकोबाट बाहिर आइसके पछाडि धेरै मानिसहरूले जसले थाहा पाएका छन् राजु साक्य कस्तो व्यक्ति हो भन्ने कुरा धेरैले थाहा पाउनेछन् भन्ने मलाई लाग्दछ। मेरो जहिले पनि शुभकामना छ राजु साक्यप्रति र अहिले पनि यसरी मलाई निकै खुसी लाग्यो जो व्यक्ति जसले यो राष्ट्रको निमित्त धेरै महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ त्यस्तो व्यक्तिको निमित्त जुन यो चाहिँ के अरे बायोग्राफी बन्दैछ यसको चाहिँ सफलताको म हार्दिक शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद। मेरो नाम भीम थापा हो। राजु साक्यलाई मैले ग्राउन्डमै चिनेको र पछि मेरो ट्रेनिज पनि भयो। राजु धरानबाट आएको हो, यो खेलाडी राम्रो छ उसमा भनेर मलाई थाहा थियो पहिलेबाट, अरू ट्रेनिङहरू हेर्दा अरू खेलहरू हेर्दा। अनि त्यतिखेरै डाइरेक्ट भनौँ न एउटा एज ए फुटबल खेलाडी चिनेको, म कोच भइसकेको थिएँ। आफ्नो स्पोर्ट्सप्रति एकदम डिभोटी हो। एउटा कोचले दिएको इन्स्ट्रक्सन र ट्रेनिङ गर्ने जुन एउटा ऊ छ उत्साह छ त्यो सब यिनीहरू जस्तो स्थिति पनि यिनीहरूले गर्ने तयार। यस लागि मैले प्राय भन्छु अन द फिल्ड अफ द फिल्ड। अन द फिल्ड पनि डिसिप्लिन चाहियो, अफ द फिल्ड पनि चाहियो। र अफ द फिल्डमा राजुसँग त म धेरै टुर्नामेन्टहरूमा भाग लिइसकेँ। अफ द फिल्डको क्यारेक्टरमा यो दुईजना मलाई खुब मनपर्ने हो। धेरै चिज सिक्नुपर्छ राजुसँग। अघि भनेको गुणहरू पनि सिक्नु पऱ्यो, त्यो मेहनतीले पनि हुनु पऱ्यो। राजुलाई मैले खेलाडीको रूपमा पनि देखेको छु,
कोचको रूपमा पनि देखेको छु, सक्सेसफुल देखेको छु। हेर राजुलाई मैले पहिलेबाट भनेको कुरा एउटै थियो कि तिमी डिफेन्सिभ उसबाट खेल्दाखेरि जहिले पनि कन्स्ट्रक्टिभ डिफेन्स खेल। तिम्रो बल आफ्नो साथी या आफ्नो साथीको लागि स्पेसमा हुनुपर्छ। राजुले लङ हान्न लागेको बेला हान्यो त सबै उनीहरूको डिफेन्स अगाडि आइसक्यो। त्यस्तै हाम्रो फरवर्ड पनि आइदियो, मणि बिचबाट निस्क्यो। मैले किन अब यसले कन्ट्रोल गर्यो भने गोल हुन्छ, नभन्दै कन्ट्रोल गर्यो भने गोल हाल्यो। त यिनीहरू कस्तो खेलाडी थियो भनेपछि इन्स्ट्रक्सनलाई, कोचेसको इन्स्ट्रक्सन स्ट्राटेजी सबै बुझेर त्यसलाई इम्प्लिमेन्ट गर्ने प्लेयरहरूमा म एउटा राजुलाई पनि मान्छु कि, किनभने कोही हुन्छ सुन्छ मात्रै, त्यसले इम्प्लिमेन्टेसन गर्ने बेलामा त्यो चिज गर्दैन। तर यिनीहरू के गर्थ्यो भने कोचको कुरा सुने, स्ट्राटेजी के छ टिमको त्यो सुनेर त्यो अनुसारको प्ले गर्नु। राष्ट्रिय खेलाडी र वर्तमान नेपाली फुटबलको मुख्य प्रशिक्षक र मेरो र धेरै चाहिँ नेपालका पूर्व खेलाडी र वर्तमान खेलाडीका चाहिँ आइकन अग्रज दाइ राजु साक्य ज्यूको एउटा बायोग्राफी, उहाँको एउटा जिउँदो नेपाली फुटबल प्रतिको एउटा योगदान सायद त्यो हामीले अहिले वर्णन गरिरहँदाखेरि त्यो कमी होला। तथापि मैले स्वीकार्नै पर्छ र नेपाली फुटबलरले स्वीकार्नै पर्छ कि राजु साक्य दाइलाई मेरो नजरबाट हामीले मूल्याङ्कन गरिरहँदाखेरि उहाँ नेपालको एउटा फुटबलको इतिहासमा राजु साक्य दाइको जुन उहाँले चाहिँ आफ्नो खेल जीवनमा चाहिँ धेरै लामो समयसम्म चाहिँ कप्तानसिप भएर र चाहिँ तपाईँको त्यो सँगसँगै उहाँले चाहिँ साफ गेममा आफ्नो कप्तानसिपमा चाहिँ तपाईँको चाहिँ दक्षिण एसियाली तपाईँको चाहिँ फुटबल प्रतियोगिता जित्न उहाँ सफल हुनुभयो। र त्यो सँगसँगै फेरि उहाँकै चाहिँ मुख्य प्रशिक्षकमा उहाँले फेरि साफ गेम चाहिँ तपाईँको जिताएर चाहिँ एउटा त्यो खालको चाहिँ एउटा ऐतिहासिक एउटा चाहिँ एचिभमेन्ट उहाँले जुन चाहिँ बनाउनु सफल हुनुभएको छ। सायद त्यो धेरै कम चाहिँ मतलब एउटा चाहिँ स्टारमा चाहिँ त्यो कुराहरू चाहिँ हामीले चाहिँ पाउन सक्छौँ। त्यसो भएको हुनाले पनि र उहाँको अहिले पनि निरन्तर उहाँलाई वास्तवमा धेरै अहिलेको चाहिँ यङ स्टारहरूले पनि त्यत्तिकै फलो गर्नुहुन्छ। वास्तवमा राजु साक्य दाइको तपाईँको चाहिँ उहाँको फुटबलको चाहिँ तपाईँको चाहिँ योगदानलाई हामीले एक शब्दमा मूल्याङ्कन गर्ने हो भने आधुनिकी नेपाली फुटबलको चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ फुटबल निर्माताको रूपमा हामीले उहाँलाई बुझ्न सकिन्छ। किनभने उहाँले खेल जीवन सँगसँगै अहिले पनि अहिलेको करेन्ट अवस्थामा पनि अहिले उहाँ साना साना तपाईँको चाहिँ बच्चाहरूलाई फुटबलप्रतिको आकर्षण गराउँदै एकाडेमीदेखि लिएर चाहिँ अहिले चाहिँ राष्ट्रको चाहिँ मुख्य टिमसम्मको पनि भूमिका उहाँले निर्वाह गरिसक्नु भएको छ र गरिराख्नु भएको छ। त्यतिखेर चाहिँ मैले चाहिँ मलाई राजु दाइले बोलाएर चाहिँ आरएमसीको टिमबाट चाहिँ जुन चाहिँ मैले उहाँसँगै खेल्ने मौका पाएँ र त्यसपछिको अनि यता पूर्वाञ्चलको पनि त्यतिखेर एउटा टिम थियो, त्यो टिममा पनि राजु दाइकै कप्तानसिपमा र म चाहिँ सब कप्तानसिपमा बसेर चाहिँ हामीले त्यतिखेर चाहिँ राष्ट्रिय प्रतियोगिता पनि खेलेका थियौँ। त्यो स्मरण गर्न चाहन्छु कि राजु दाइले लगभग मलाई लाग्छ धेरै चाहिँ उमेरका चाहिँ तलका चाहिँ भाइहरूसँग पनि र कुनै पनि टुर्नामेन्टमा त्यतिखेर राजु दाइले यस्तो खेल खेलिदिनु भयो कि सारा त्यो बङ्गालीहरू सारा त्यो तपाईँको चाहिँ सिलगढीमा चाहिँ राजु दाइको चर्चाले राजु दाइको चाहिँ त्यो कामले पनि हामी सबैले हामी नेपाली भएको हामी राजु दाइको चाहिँ फ्यान राजु दाइको चाहिँ परिवार राजु दाइको भाइ भएको यति गौरवान्वित हामी भयौँ कि
त्यस्तोसम्म चाहिँ उहाँले चाहिँ एउटा चाहिँ फुटबलमा चाहिँ हरेक ठाउँहरूमा चाहिँ आफ्नो खेल कौशलतालाई त्यत्तिकै राम्रो उहाँले प्रस्तुतिकरण गर्न सक्ने त्यति चाहिँ तपाईँको चाहिँ एउटा फुटबलको चाहिँ एउटा आइकनै होइन हामीले मानेको मान्छेको आज जुन यो चाहिँ बायोग्राफी चाहिँ जुन एउटा चाहिँ प्रस्तुत गर्न तपाईँहरू लागिराख्नु भएको छ, परिवार लागिराख्नु भएको छ, उहाँको फ्यानहरू लागिराख्नु भएको छ, त्यसको लागि पनि म धेरै धेरै शुभकामना व्यक्त गर्दै राजु दाईको चाहिँ सुस्वास्थ्यको कामना गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै राजु दाईलाई फेरि पनि एकपटक चाहिँ हामी देशको होइन एउटा फुटबलको तर्फबाट, एन्फाको तर्फबाट, धरान फुटबल क्लबको तर्फबाट, सिङ्गो चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ एउटा चाहिँ खेलाडीहरूको तर्फबाट पनि उहाँलाई चाहिँ सम्मान व्यक्त गर्न चाहन्छु। हवस् त, नमस्कार। हेलो नमस्ते, म विराज महर्जन, फर्मर क्याप्टेन अफ नेपाल नेसनल फुटबल टिम। हजुर अभियसली एकदमै वान अफ द बेस्ट कोच भनौँ नेपाल होइन। अब अहिलेसम्म मैले उहाँकै अन्डरसिपमा चाहिँ अन्डर एज ग्रुपदेखि लिएर सिनियर नेसनल टिमसम्म मैले एउटा उहाँबाट कोच लिने मौका पाएँ। मैले आफ्नो पर्सनल्ली भन्नुपर्दाखेरि चाहिँ राजु सरलाई नजिकबाट निहालेर हेर्दा उहाँलाई चिन्दाखेरि चाहिँ एज अ प्लेयर एकदमै अब उहाँको आफ्नो टाइममा पनि एकदम राम्रो हुनुहुन्थ्यो भने एज अ कोच पनि एकदम राम्रो हुनुहुन्छ। र स्पेसली भन्नुपर्दाखेरि चाहिँ म एकाडेमिकमा हुँदाखेरि उहाँलाई नजिकबाट उहाँको ट्रेनिङ लिन पाएँ, उहाँलाई एउटा चिन्ने मौका पाउँदाखेरि चाहिँ धेरै कुराहरू चाहिँ मैले पोजिटिभिटी पाएँ उहाँमा र उहाँबाट धेरै सिक्ने मौकाहरू पाएको छु। उहाँको सबभन्दा राम्रो पार्ट भनेको डिसिप्लिन। आफू पनि सेल्फ डिसिप्लिन हुनुहुन्छ, एकदम डिसिप्लिन बस्नुहुन्छ र जति पनि आफ्नो जुनियर भाइहरू हुन्छ, सिनियर अब दाइहरूदेखि लिएर जुन उहाँले रेस्पेक्ट गर्ने, उहाँले एउटा हरेक फिल्डमा हरेक मान्छेलाई कसरी चाहिँ हाउ टु डिल विथ द पिपल होइन, उहाँमा चाहिँ एउटा कम्प्लिट प्याकेज चाहिँ म देख्छु। त्यो कारणले चाहिँ उहाँको सबभन्दा मोस्टली इम्पोर्टेन्ट भनेको डिसिप्लिन। हजुर एकदमै उहाँबाट सिक्नुपर्ने कुरा र सिक्न सक्ने कुरा हामी यङ प्लेयर्सहरूमा, इभन इन्डिभिजुअल प्लेयरहरूमा चाहिँ धेरै कुरा छन्। अब पर्टिकुलरली योभन्दा पनि उहाँबाट सिक्ने धेरै कुराहरू छ जुन कुरालाई चाहिँ हामीले अनुसरण गर्ने हो भने पक्कै पनि एउटा खेलाडीले चाहिँ त्यो ठाउँ चाहिँ ओगर्न सक्छ। राजु काजी साक्य नामैमा एउटा काफी छ। उहाँ जुन एउटा आफ्नो कन्ट्रीको लागि जुन कन्ट्रिब्युसन गर्नुभएको छ, जुन योगदान गर्नुभएको छ, उहाँमा एकदमै अविस्मरणीय छ। जुन कुरा म आफै पनि सानो फुटबलमा लाग्नुभन्दा अगाडि यही स्टेडियममा सानो हुँदाखेरि मेरो घर नजिक स्टेडियम छ, स्टेडियम पर्थ्यो। त्यो कारणले म सानोदेखि स्टेडियममा नै खेलेर हुर्केको एउटा खेलाडी हुँ। उहाँलाई मैले जुन सानो राजु सर मनाङ मर्सिङ क्लबबाट खेल्दाखेरि उहाँको जुन एउटा क्याप्टेनसिप र उहाँ एउटा स्किपरको रूपमा खेल्नुहुन्थ्यो, मलाई अझमै स्मरण छ। त्यो कुरा देख्दाखेरि चाहिँ आफूलाई पनि फुटबल प्लेयर बनाऊ एउटा हुने इच्छा चाहिँ त्यहाँबाट पनि जागेको थियो। र उहाँलाई अब उहाँको फुट स्टेपमा चाहिँ अब जति पनि प्लेयरहरूले फलो गर्नुहुन्छ त्यो मध्येमा म पनि एक पर्छु। त्यो कारणले गर्दाखेरि चाहिँ सानोदेखि उहाँलाई फलो गर्दै गएँ। अब हामीले जुन नेसनल टिमको ट्रेनिङ पनि हेर्ने मौका पाएको थिएँ, जुन बेला म जस्ट 6-7 इयर्सको थिएँ होइन। अनि त्यसपछि 2057मा मैले चाहिँ एन्फा एकाडेमीमा एज अ सेकेन्ड ब्याचको रूपमा मैले एउटा सेलेक्ट भएर चाहिँ एउटा फुटबलमा ट्रेनिङ गर्नेदेखि लिएर स्कलरसिप, एजुकेसन स्कलरसिप पनि मैले पाएँ। त्यहाँबाट मेरो फुटबलिङ करियर चाहिँ स्टार्टिङ भयो भनौँ न। अब त्यो स्टार्ट गर्दै गर्दाखेरि चाहिँ मैले राजु सरलाई चाहिँ नजिकबाट उहाँ सेलेक्सन राउन्डमा हुनुहुन्थ्यो, सेलेक्सन राउन्डमा एज अ जज हुनुहुन्थ्यो, एज अ हामीलाई सेलेक्ट गर्ने कोचको रूपमा हुनुहुन्थ्यो। त्यो कारणले उहाँलाई नजिकबाट मैले त्यहाँदेखि चाहिँ अझै भिज्ने मौका पाएँ। र एकाडेमिक मैले अन्डर 10, अन्डर 14, अन्डर 16, 17, अन्डर 19, अन्डर 23सम्म आउँदाखेरि चाहिँ मैले पक्कै पनि भन्नुपर्छ राजु सरको अन्डरसिपमा चाहिँ धेरै कन्ट्रीहरू घुम्ने मौका पाएँ, धेरै कुराहरू आफ्नो देशलाई रिप्रेजेन्ट गर्ने मौका पाएँ। उहाँबाट चाहिँ मैले धेरै कुरा सिकेको छु। आज म जुन ठाउँमा छु एज अ डिफेन्डर, उहाँ एउटा डिफेन्डर हुनुभएको कारणले चाहिँ मैले उहाँबाट चाहिँ धेरै कुरा सिकेर आज म उहाँलाई चाहिँ एकदम भनौँ न वान अफ द इन्सपिरेसन अफ माई लाइफ एज अ फुटबल करियर, एज अ प्लेयर होइन। अब कुनै पनि फिल्डमा जाउँ अथवा म अफ द पिच होस्, इनसाइड द पिच होस्, उहाँको कुराहरू मैले धेरै फलो गर्छु। आज पनि उहाँले मलाई एकदम माया गर्नुहुन्छ, म उहाँसँगै छु, नजिक हुनुहुन्छ। जहिले पनि हरेक कुरामा, राम्रो कुरा नराम्रो कुरामा उहाँले हामीलाई औलाइदिनुहुन्थ्यो। म मात्र होइन, जति पनि मेरो ब्याचमेट साथीहरू हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई चाहिँ उहाँले एउटा राम्रो तरिकाले चाहिँ हामीलाई लिड गर्नुहुन्थ्यो। एज अ कोच होस्, एज अ अब सर, अब एज अ हाम्रो गुरुबा बुवा जे भने एउटा सिनियर पर्सनालिटी हुनुहुन्छ, उहाँले जुन चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ वहन गर्नुभएको जस्तो लाग्छ मलाई। त्यो कारणले चाहिँ आज म उहाँलाई एकदमै रेस्पेक्ट गर्छु, सम्मान गर्छु र आउने दिनहरूमा उहाँले अझै पनि जति पनि कुराहरूमा हात हाल्नुहुन्छ, अगाडि बढ्नुहुन्छ, उन्नति प्रगतिको कामना गर्न चाहन्छु।
नमस्ते, म विक्रम महर्जन, एन्फा एकाडेमीको पहिलो ब्याचको हामी खेलाडी हौँ। विक्रम महर्जन म। एकाडेमीमा हामी 2054 सालमा आउँदाखेरि जुन एन्फा एकाडेमी सञ्चालन गर्दाखेरि त्यो ब्याचमा एउटा भाग्यमानी खेलाडीको रूपमा म छनौट भएँ। राजु सर्जन एज अ सिनियर कोचमा हाम्रो माझमा हुनुहुन्थ्यो उहाँ। अनि उहाँले जुन ट्रेनिङ गराउने शैली एकदम राम्रो, अनि सबै बेसिकदेखि लिएर हरेक किड्सहरूलाई चाहिने, जुन यो युवाहरूलाई चाहिने जति पनि ट्रेनिङको थियो एकदम उहाँले राम्रो गराउनुहुन्थ्यो। र एउटा कुरा पछि लिँदा उहाँ चाहिँ एकदम एउटा अनुशासित, एकदम अनुशासनको एकदम उहाँ कम्प्रोमाइज नगर्ने, एकदम उहाँ अनुशासनमा एकदम कडा पनि हुनुहुन्थ्यो। त्यो अनुसार पनि खेलाडीहरू सबैजना चाहिँ नि उहाँप्रति पनि एकदम एउटा खुसीका साथ एकदम राम्रो ट्रेनिङहरू गर्ने, अभ्यासहरू गर्ने, उहाँले चाहिँ राम्रै रूपमा चाहिँ सबै खेलाडी लिन्थ्यो। त्यसमध्ये पनि म चाहिँ उहाँलाई एकदमै एउटा एकदम नजिकबाटै उहाँलाई उहाँ एउटा गुरु भनौँ न, एकदम म उहाँलाई मान्छु। एकदम उहाँ चाहिँ हाम्रो लागि एकदम एउटा प्रेरणाको स्रोत, प्लस हामीलाई एकदम एउटा ट्रेनिङ राम्रो गराउँदै जाने, एकदम अनुशासन राखेर भनौँ न उहाँले एकदम गराएर अहिले भनौँ न हामी जुन यो स्थानमा छौँ उहाँको कारण उहाँको देनबाट नै हो है। उहाँ बिना चाहिँ नि हामीले त्यो ट्रेनिङ नपाएको भए चाहिँ हामी खेलाडी बन्ने थिएन चाहिँ हामीलाई लाग्थ्यो होला। राजु सरले अब अहिले पनि मलाई के लाग्छ भने मान्छेहरूले अनेकौँ सोध्ला, तर मेरो लागि चाहिँ किनभने राज सर टिममा उहाँ हुनुपर्छ। किनभने युवादेखि लिएर हरेक नेसनल टिमसम्म एउटा अनुशासनको एउटा बाटोमा रहेर एउटा अभ्यास राम्रो गरेर देशको प्रतिनिधित्व गर्ने हुन्छ नि। राजु सर क्लबदेखि लिएर नेसनल टिममा राजु सर चाहिँ एकदम मेरो मन मस्तिष्कबाट चाहिँ मलाई एकदम आवश्यक लाग्दछ। मलाई एकदम उहाँ चाहिँ पूर्ण रूपमा उहाँ अगाडि चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। अनिता राई किरण छोरा हो मेरो, अनि मेरो छोराले ल्याएको त्यसलाई। तिनवटा दिदीबहिनीहरू छ, अनि जहिले पनि खेल्ने बेलामा तिनवटा दिदीबहिनी मिलेर कता ऊ त एक्लै भयो। अनि मलाई साथी छैन, चाहिने छैन कराउने जहिले पनि। चाहिना गएको बेलामा अनि उसले लिएर आयो, घरमा लिएर आएर मैले पनि साथी ल्याइहालेँ नि भनेर लिएर बच्चाको खोजी गर्ने त्यहाँबाट। त्यही गएर भित्र पसेको, तर ऊ आएर पनि नराम्रो भएन। हामीले त घरैको छोरा जस्तै गरेर बस्यो। फुटबल पनि धेरै राम्रो गरेर खेल्यो, उसले नाम कमायो। उसले त बेसी गर्यो फुटबलमा त। फुटबलको मान्छेहरू कति बोलाउन आउने, कति कहाँ गर्ने, एकदमै फुटबलको चाहिँ एकदम नामी छ। अब फुटबलमा पनि अब उसले रिटायर भएर पनि उसले फुटबल छोडेको छैन। अहिलेसम्म उसले बोलाउँछ गइरहेछ। त्यसै चाहिँ होस्, गर्नु सकिन्छ, गर्नुपर्छ भन्छु म। मेरो नाम पूर्णकाजी साके हो। नाम चाहिँ लक्ष्मी साके, म राजुलाई साकेको बेटी भाउजू। 2035 सालतिर चाहिँ हाम्रो मामा हुनुहुन्थ्यो, अनि यहाँ ब्याङ्कमा जागिर खाने, राजुलाई जागिर लगाइदिनु पर्यो भनेर नेपाल ब्याङ्क लिमिटेडमा जागिर लगाउने कुरामा भएको थियो। त्यसमा चाहिँ राजुले म जागिर खान्न, उसको मनमा चाहिँ फुटबल खेल्नु पाउँदिनँ भन्ने नै थियो। अनि खाँदैन, बरु म क्याम्पसै पढ्छु भन्ने भयो। अनि त्यसपछि मैले चाहिँ म जागिर खान्छु भनेर मैले जागिर खाएँ। तर उसले चाहिँ अब क्याम्पस पनि पढेन। त्यस पश्चात चाहिँ ऊ चाहिँ अनि जनकपुरको चाहिँ आयो। उसलाई आएपछि अनि जनकपुरमा ऊ गयो। सिनियर दाईहरू हुनुहुन्थ्यो, कुमार दाई अनि कमल दाई अनि एउटा बिरु दाई हुन्थ्यो। अनि उनीहरूको साथमा ऊ पनि जनकपुर गयो। र उसले चाहिँ 1 रुपियाँ पनि नलिइकन, घरको 1 रुपियाँ पनि पैसा नलिइकन ऊ त्यत्तिकै फुटबल खेल्नु भनेर गएको मान्छे है। अब यसरी गएको मान्छे गएको भयो, जनकपुरमा खेले, इन्डियामा पनि कता कता गरेर खेले, जनकचुर कारखानामा। उसले सायद भन्थ्यो 2 रुपियाँ कि कति 5 रुपियाँ त्यस्तो रोज दिन्थ्यो भन्थ्यो। र यसरी चाहिँ उसले चाहिँ जीवन कालो भाँडामा भनेर देखाएको थियो। भात खाँदाखेरि दुःख गरेर खाएको, बसेको, तलब पनि राम्रोसँग नदिने, त्यस्तो किसिमको अवस्थाहरू थियो। अब अहिलेको अवस्था देख्दा र त्यति अवस्था देख्दा राजुले कसरी फुटबल खेल्यो होला, कसरी जीवन बितायो होला होइन। अब उसले धेरै मेहनत गरेको छ। अब त्यो मेहनतको फल पछि पाउला, हामी त्यही आशा गर्दछौँ। अनि अब चाहिँ एकदम मरिमेट नै खेल्नु मान्छे। अनि त्यो गर्दाखेरि उसलाई चाहिँ अब यहाँ जनपुरबाट पनि आयो होइन, त्यो के जाने। अनि त्यताबाट अनि सतपात जानुभयो होइन, गएर अनि त्यही खेल्नुभयो। अनि उहाँ चाहिँ एकदम मिलासिलो क्या, सोझो पनि अब छटाङ पटाङ जस्तो केही छैन, खालि एकोहोरो खेलमा मात्रै ध्यान दिने। अनि के अरे
कमाइ होस् नहोस् मतलब छैन, आफ्नो जीवन चाहिँ खेलमै त्यही फुटबल नै हो मेरो भन्ने जस्तै मनमा उसलाई त्यस्तो हुने। अनि त्यसरी नै खेल्दै जाने। अनि कहिले छुट्टी यसो 2-4 दिन सुन्दा यसो आउने होइन आउने। अनि यसरी आउँदाखेरि मैले चाहिँ अनि बाबु यसरी खेल्नु हुँदैन त, अब त बिहा पनि गर्नुपर्छ भन्ने कुरा पनि गर्थेँ है पछि हुँदाखेरि। भन्दाखेरि होइन भाउजू कहाँ बिहा गर्छ, तपाईँलाई काम गर्ने चाहियो, म त बिहा गर्ने होइन त, मेरो त फुटबल हो साथी भनेर पनि त्यसो भन्नुहुन्थ्यो क्या। बुवा आमालाई के पैसा दिनु सक्नु भएन भनौँ न, खेल्नु एउटा प्लेट ल्याउनु भएको थियो होइन, प्लेट त्यो बेलामा स्टिलको चलन पनि त्यति साल थिएन, प्लेट ल्याउनु भएको थियो स्टिलको है। अनि मेरो कमाइ भनेर देखाउनु भयो क्या। अनि अब जति पहिला दुःख भए पनि अहिले चाहिँ राम्रै छ होइन, राम्रो होस् सधैँभरि चाहिँ सुख शान्ति नै चाहन्छु होइन, चाहन्छु। अब विश्वले पनि चिनिएको छ उहाँलाई चाहिँ। म मोहन काजी साक्य, राजु काजी साक्यको चाहिँ कान्छा भाइ। अब राजु काजी साक्य चाहिँ अब बच्चादेखि नै अब फुटबल प्रेमी भएको र फुटबल चाहिँ अब हाम्रो मामा बिन्दु साक्य पनि फुटबल प्लेयर भएकोले उसको प्रेरणाबाट चाहिँ ऊ पहिलादेखि फुटबलमा क्रेजी भएर बसिरहेको। अब स्कुल पढ्दा अब स्कुल सकेपछि उसले चाहिँ अब 33-34 सालदेखि चाहिँ उसले चाहिँ अब नेसनल टिमको रूपमा चाहिँ अब जनकपुर जुरो कारखानामा उसले जागिर खाएर उसको फुटबललाई नै उसले चाहिँ आफ्नो जीवनको र त्यो हिसाबले चाहिँ ऊ गयो। र घरदेखि पनि ऊ त्यहाँ 33-34 सालदेखि नै ऊ चाहिँ घरदेखि बाहिर उसले चाहिँ राष्ट्रिय लेभलमा चाहिँ एउटा खेलाडीको रूपमा रहेर क्याप्टेन भएर अब विभिन्न किसिमको पदकहरू पनि ल्याएको छ। र उसलेको अब सम्पूर्ण चाहिँ खेलप्रति नै उसको चाहिँ फुटबलप्रति नै उसको मायाप्रति भएकोले घरबाट पनि उसलाई चाहिँ फुटबल खेल्नलाई चाहिँ प्रेरित नै गर्यो, कहिले पनि निषेध गरेन। र यसले गर्दाखेरि उसले देशको नाम राखे जुन किसिमको क्रियाकलाप गरेर देशको नाम राखेको छ त्यसमा चाहिँ हामी परिवारहरू चाहिँ खुसी नै छौँ। अब दाइले जे पनि आफ्नो समयमा आफ्नो बेलामा राज्यको नाम राख्न एउटा योगदान त गर्नुभएको छ। जस्तो हामीले पनि यहाँ सामाजिक क्रिया गर्छौँ, उसले एउटा गर्यो। सबैले चाहिँ देशको लागि चाहिँ केही न केही गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ र परिवारले पनि एउटा चाहिँ छोरालाई चाहिँ एउटा खेलकुदको रूपमा चाहिँ त्याग गरेको हो नि त। त्यो किसिमको त्याग गरेर उसले त्यो खालको परिणाम जुन दियो त्यो परिणामले हामी परिवारहरू खुसी छौँ। उहाँलाई चाहिँ अब यो खेलप्रतिको जुन अलि पनि हामी जहिले पनि जाँदा काठमाडौँ हामी पनि जान्छौँ, उहाँको घरमा जान्छौँ, दाइको घरमा जाँदाखेरि जहिले पनि त्यो के अरे फुटबलहरू हेरिरहेको हुन्छ। त्यो किन हेरिरहेको होला भन्ने जस्तो लाग्दाखेरि चाहिँ उसले के त्यहाँबाट पनि केही नयाँ कुराहरू सिकेर उसले आउने पिँढीलाई सिकाउनुको लागि त्यो जहिले पनि त्यो गेमहरू हेर्ने भनेको उहाँको त्यो मस्तिष्क नै त्यो गेमप्रति चाहिँ बढी रुचि भएको हुनाले चाहिँ अब उहाँको चाहिँ अब यही खेलबाट चाहिँ अब सबैले चिनेको अवसर, सबैले अझ राजु साक्य केस पालेको भन्ने खालको चाहिँ जुन कुराहरू हुन्छ त्यसले चाहिँ के हुन्छ भने हामीलाई पनि राजु साक्यको भाइ भनेर चाहिँ एउटा चिन्ने एउटा अवसर हामीले पनि एउटा गौरव गर्ने अवसर एउटा प्राप्त गरेको हुनाले चाहिँ हामीले उसले जे आफ्नो समयमा जे जस्तो गर्नुभयो त्यसको लागि चाहिँ उहाँलाई चाहिँ आभार पनि व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। नमस्ते, म चाहिँ विद्या साक्य। हामी 8जना दाजुभाइ दिदीबहिनीमा 5जना दिदीबहिनी 3जना दाजुभाइ छौँ। र म 5जना दिदीबहिनीको चाहिँ म साइली छोरी विद्या साक्य हो। म यहाँ ठुलो दाइ जेठा दाइसँग बस्छु। र म चाहिँ अनम्यारिड हो। अनि म चाहिँ पूर्वाञ्चल ज्ञान सचिव विद्यालय दृष्टिबिनहरूको लागि एउटा विद्यालय चाहिँ नेपालको एउटा नमुना विद्यालय, त्यो विद्यालयमा चाहिँ पढाउँछु। राजु दाइ हामीले जान्छ 3जना दाजुभाइमा माइला दाइ हुनुहुन्छ। दाइले गरेको जुन अनुशासन कुराहरू छ त्यो सम्झिँदा एकदम खुसी लाग्छ क्या। अनि मलाई आँखाबाट आँसु आइरहेको छ है, दाइले गरेको प्रगतिहरू देखेर एकदम खुसी लाग्छ अनि हामीलाई गर्व लाग्छ। दाइले सबैले भन्छ तिमी राजु साक्य बहिनी भन्छ होइन, कस्तो खुसी लाग्छ कि गर्व लाग्छ हामीलाई। राजु दाइलाई गर्नुपर्ने जुन राज्यले गर्नुपर्ने समाजले गर्नुपर्ने कुराहरू चाहिँ उहाँको महत्त्वलाई बुझिरहनु भएको छैन। उहाँको जीवन नै ट्र्याकसुट हाफ पेन्ट र ट्र्याकसुटमा जीवन बितिरहेको छ। सादा जीवन उच्च विचार भएको मान्छे हो उहाँ। अनि उहाँलाई चाहिँ मेरो आमाले भन्नुहुन्थ्यो यो मऱ्यो भने चाहिँ यसलाई चाहिँ छातीमै फुटबल राखिदिनुपर्छ है, यसको फुटबलमा त्यति माया छ, बरु यसले हामीलाई माया गर्दैन, फुटबलमा त्यति माया गर्छ, यसलाई मर्दा पनि यसको छातीमा चाहिँ फुटबल राखिदिनुपर्छ भनेर हामीले भन्नुहुन्थ्यो क्या। अनि धरा नगरपालिकाले के अरे साग जिताएपछि नगरपालिकामा सम्मान गर्ने कार्यक्रममा माइकमा बोल्दा यति भकाने रुनुभयो त्यहाँ सबैजना आउने दर्शकहरू सबैजनाले रुएको थियो, आँखामा आँसु झारेको थिएँ। एकदम धरा नगरपालिकाको कार्यक्रम अधिकृत हुनुहुन्थ्यो, उहाँ समेत आँखाबाट आँसु झार्नु भएको थियो है। उहाँले त्यतिखेर चाहिँ मनको भकानो फुटाएर वक्तव्य गर्दा चाहिँ हामीले प्रत्यक्ष सुन्ने मौका पायौँ। उहाँले इज्जत कमाउनु भएको छ होइन, संसारमा इज्जत छ छुटोट केही पनि होइन, त्यो इज्जत कमाउनु भएको छ। त्यो इज्जतले गर्दा हामीले पनि त्यो इज्जत पाएका छौँ अहिलेसम्म दाइको कारणले गर्दा पनि। किनभने उहाँ जस्तो मान्छे अब समाजमा धेरै आवश्यक छ।
राष्ट्रिय खेलाडी कस्तो हुन्छ, राष्ट्रिय कोच कस्तो हुन्छ, राष्ट्रिय के अरे क्याप्टेन कस्तो हुनुपर्छ भने उहाँले 3टा जितहरू आउनुभएको छ। कोच हुँदाखेरि पनि र क्याप्टेन हुँदाखेरि पनि र आफू खेलाडी हुँदाखेरि एउटा 7 गेम जितेर आउनुभएको छ। कसरी जित्नुभयो भन्ने कुराहरू र उहाँको धरानको गहना पनि हो, राष्ट्रको गहना हो उहाँ खासै। तर धरानको गहना हो उहाँ होइन। सबैले सम्मान गर्नुपर्छ, उहाँबाट सबैले सिक्नुपर्छ। आउने पुस्ताहरूले खेलाडीले मात्रै होइन हरेक व्यक्तिहरूले चाहिँ सिक्नुपर्छ भन्ने कारणले गर्दा पनि हाम्रो ज्वाइँ सर्वश्रेष्ठ हुनुहुन्छ उहाँले पनि इच्छा गर्नुभयो र मैले पनि हुन्छ ज्वाइँ भनेर हामीले पनि अनुरोध गऱ्यौँ होइन। गरेर यो चाहिँ देखाएर सबैलाई देखाउन सकौँ, सबैले हेर्न सकोस् भनेर सिकोस्, अनुसरण गरोस्। यस्ता व्यक्ति गहनाहरू छन्, यस्तालाई राज्यले पनि सहयोग गर्नुपर्छ। यस्ता गहनाहरू पछि भविष्यमा निश्चिन्तले हाम्रो दाइले पाउनु भएन, आउने पुस्ताले चाहिँ होइन सम्मानसँग खेलकुदबाट पनि जीवनयापन गर्न सकोस् भन्ने एउटा उद्देश्य राखेर चाहिँ हामीले यो गर्न खोजिरहेको छौँ। नमस्ते, म सञ्जोग सार्की। म चाहिँ राजु काई सार्की मेरो काका हुनुहुन्छ, उहाँको भतिज हो। मैले चाहिँ सानो एक्सपिरियन्स उहाँको सेयर गर्दाखेरि चाहिँ म चाहिँ अब आफ्नै काका भए पनि म चाहिँ एउटा फ्यान, एकदम ठुलै फ्यान जस्तो लाग्छ आफूलाई। किनभने म पनि सानोमा बच्चादेखि फुटबल खेल्थेँ। अनि काका चाहिँ जस्तै छुट्टीमा आउनुहुन्थ्यो होइन, दसैँ तिहारको छुट्टीमा आउनुहुन्थ्यो। त्यस्तै बेला बेलामा आउनु हुँदाखेरि चाहिँ उहाँ ट्रेनिङ गर्नु जानुहुन्थ्यो होइन। कहिले पनि आफूलाई मेन्टल फिजिकल फिटनेस राख्नु चाहनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ पब्लिक हाई स्कुल थियो हाम्रो अगाडि, घर अगाडि, त्यहाँ चाहिँ उहाँ ट्रेनिङ गर्नु जानुहुन्थ्यो। अनि म त्यहाँ खेलाडीहरू आयो कि आएन, साथीभाइहरू आयो कि आएन भनेर म चाहिँ पहिला हेर्न जान्थेँ। अनि काकालाई चाहिँ आइसकेछ जाउँ भनेर मैले लिएर जान्थेँ। अनि म पनि आफ्नो एज ग्रुपको त्यहाँ साइडमा खेल्थेँ, काकाहरू चाहिँ आफ्नो ठुल्ठुलो दाइहरूसँग खेल्नुहुन्थ्यो होइन। अनि काका चाहिँ उहाँको चाहिँ डिसिप्लिन चाहिँ एकदम राम्रो छ होइन। उहाँ चाहिँ अब सबैले चाहिँ अनुशासनमै बढी चिनिन्छ उहाँलाई होइन। घर परिवार सबैमा चाहिँ अनुशासन राम्रो छ। अनि उहाँको चाहिँ मैले एउटा गेम पनि हेर्नु पाएको छु होइन। इन्डियासँग खेल्नु भएको थियो, सायद विराटनगरमा खेल्नु भएको थियो। इन्डियाको चर्चित प्लेयर आइएम विजेन होइन, एकदम राम्रो प्लेयर थियो उहाँ चाहिँ होइन। उहाँसँग पनि गेम खेलेको मैले हेर्नु पाएको छु। अनि त्यो गेम हेर्दाखेरि चाहिँ मलाई एकदम रमाइलो लागेको थियो। जस काकाको पनि गेम हेर्नु पायो जीवनमा होइन, काकाको खेल जीवनमा हेर्नु पायो भन्ने चाहिँ लागेको थियो। अनि त्यही भएर चाहिँ उहाँबाट धेरै प्रेरणाहरू लिएर चाहिँ आफ्नो जीवन चाहिँ सक्सेस गर्न सकिन्छ, डिसिप्लिनमा बस्न सकिन्छ, ज्ञानी भएर बस्न सकिन्छ भन्नेहरू चाहिँ अब प्रेरणा लिन सक्छ सबैले होइन। फुटबलमा यस्तो दुःख गरेको छ, यहाँ फुटबलमा दुःख गरेकोले गर्दा अहिलेसम्म उहाँको नामले चाहिँ धेरै नै अब मान्छेहरूले चिन्छ। मेरो नाम कमल सिंह राज, सँगै जनकपुरमै सँगसँगै बसेर सँगै जनकपुर चोट काखराबाट खेलेको राम्रै मान्छे, राम्रो खेलाडी हो, नेपालको राष्ट्रिय खेलाडी हो। अहिले पनि भन्छु राज तिमी मिहिनेत गरेर बस भन्छु, काम गर।